ल ल आज हामी आजको बढ्छौँ है। ल हानगुगे कोरियाको छोङ्ग्यो भनेको धर्म है। हानगुगे भनेको कोरियाको, छोङ्ग्यो भनेको धर्म, कोरियाको धर्म हेरौँ है। एक नम्बरमा छ छन्थोङ भनेको परम्परागत, सिनाङ भनेको विश्वास। परम्परागत विश्वास भनेको छ है। छन्थोङ भनेको परम्परागत, सिनाङ भनेको विश्वास। यदनाल भनेको पहिले होइन, यदनाल भनेको पहिलेको सारामदुरुन मान्छेहरू चाहिँ, यदनाल भनेको पहिलेको सारामदुरुन मान्छेहरू चाहिँ थेयाङ भनेको सूर्य होइन, फ्यल भनेको तारा, फादा भनेको समुद्र, नामु भनेको रुख, दुङ्गे भनेको आदि इत्यादिको, छायन भनेको प्राकृतिक, तोनुन भनेको र, छन्जी सिन्म्याङ भनेको चाहिँ तपाईँको आकाश र पृथ्वीका देवी देवता। छन्जी सिन्म्याङ भनेको के हो? आकाश र पृथ्वीका देवी देवता। लेख्नु छन्जी सिन्म्याङको अर्थ लेख्नु। छन्जी सिन्म्याङ भनेको के हो? आकाश र पृथ्वीका देवी देवता। छन्जी सिन्म्याङ भनेको के हो? आकाश र पृथ्वीका, छन्जी भनेको चाहिँ आकाश हो कि, सिन्म्याङ भनेको चाहिँ पृथ्वीका देवी देवता हो कि, त्यसको छुट्टा छुट्टै मिनिङ हुन्छ। एकैचोटि भन्दाखेरि छन्जी सिन्म्याङ भनेको आकाश र पृथ्वीका देवी देवता। यङजक छोन्जे है, यङजक छोन्जे भनेको चाहिँ तपाईँको आध्यात्मिक अस्तित्व है। यङजक छोन्जे भनेको चाहिँ आध्यात्मिक अस्तित्व है। इङ्ग्लिसमा चाहिँ स्पिरिचुअल बिङ भनिन्छ नि त होइन, स्पिरिचुअल बिङ भनिन्छ नि त इङ्ग्लिसमा। यङजक छोन्जे भनेको के हो? आध्यात्मिक अस्तित्व, स्पिरिचुअल बिङ। जस्तै के भयो? आत्मा, भूत, देवता भनेको के है, स्पिरिचुअल बिङ भनेको के हुन्? आत्मा भयो, भूत भयो, देवता हो। यिनीहरूलाई चाहिँ पहिला के गर्थ्यो? पूजा गर्थे अरे कि है। उल भनेकोलाई सुङबे हेत्ता भनेको पूजा गर्थे भनेको है। सुङबे हादा भनेको पूजा गर्नु, सुङबे हेत्ता भनेको पूजा गर्थे भनेको है। पहिलाका मान्छेहरूले के भनेर छ है? परम्परागत विश्वासमा पहिलाका मान्छेहरूले सूर्य, तारा, समुद्र, रुख आदि इत्यादि प्राकृतिक र आकाश र पृथ्वीका देवी देवता होइन, आध्यात्मिक अस्तित्व अथवा स्पिरिचुअल बिङ अथवा यसको के हो, जस्तै तपाईँको आत्मा, भूत, देवी देवतालाई के गर्थे? सुङबे हेत्ता भनेको पूजा गर्थे भनेको है। पहिलाको मान्छेहरूको चाहिँ विश्वास त्यस्तो थियो अरे कि है। पहिलाको मान्छेहरूले चाहिँ थ्याङ भनेको सूर्य भयो, फेल तारा भयो, फादा समुद्र भयो, नामु रुख भयो, र प्रकृतिमा चाहिँ के भयो है? आकाश र पृथ्वीका देवी देवता। अनि यङजक छोन्जे भनेको आध्यात्मिक अस्तित्व, इङ्ग्लिसमा स्पिरिचुअल बिङ होइन। नेपाली जस्तै तपाईँको भूत भयो, आत्मा भयो, देवी देवता भयो, यो हामी धामी झाँक्रीहरू भन्छौँ नि होइन, हो। यिनीहरूलाई चाहिँ आधार मानेर के गर्थ्यो? सुङबे हेत्ता भनेको पूजा गर्थे भनेर भनेको है। बुझ्नुभयो? छन्तोङ सिनाङ बुझ्नुभयो हजुरहरूले? कसैलाई के कन्फ्युज छ भने सोध्नु है, सोध्नु। छन्थोङ सिनाङ भनेको चाहिँ परम्परागत विश्वास भयो है। पहिलाका मान्छेहरूले सूर्य, तारा होइन, समुद्र, रुख होइन आदि इत्यादि प्राकृतिक र आकाश र पृथ्वीका देवी देवता, आध्यात्मिक अस्तित्व, स्पिरिचुअल बिङ होइन, भूत, आत्मा होइन, देवी देवता, अनि उल भनेकोलाई सुङबे हेत्ता भनेको पूजा गर्थे भनेको है। 2 नम्बरमा जाउँ अब। हजुरहरू बोल्नु भएन, म 2 नम्बरमा गएँ है। फुल्ग्यो भनेको है, फुल्ग्यो भनेको बौद्ध धर्म है। फुल हुन्छ भनेको बौद्ध धर्म हो नि त है। हुन्छ। हजुर हजुर भन्नु त। यङजक सोन्जे भनेको त्यही आध्यात्मिक हुने। यङ यङजक छोन्जे भनेको चाहिँ आध्यात्मिक अस्तित्व के, आध्यात्मिक अस्तित्व भनेको के भयो? स्पिरिचुअल बिङ भयो इङ्ग्लिसमा। अब तपाईँले यसलाई अझ बुझ्न चाहनुहुन्छ भने जस्तै लेख्नु, यो आत्मा आध्यात्मिक भयो शक्ति, होइन, आध्यात्मिक शक्ति आध्या त्यति। हो, आध्यात्मिक शक्ति हो, त्यो भन्दा पनि हुन्छ। आध्यात्मिक अस्तित्व, आध्यात्मिक शक्ति होइन, भूत भयो, आत्मा भयो होइन, यो धामी झाँक्रीहरू भयो, यिनीहरूलाई चाहिँ हामीले आदर मानेर के गर्ने भने पूजा गर्ने के हो। पहिलाको मान्छेहरूको विश्वास। अहिले पो तपाईँको डक्टर सक्टरहरू छ नि त होइन, अहिले धामी झाँक्रीहरूमा विश्वास गर्छ त गर्दैन नि त। अहिले त तपाईँको मान्छेहरूले के गर्छ? डक्टरहरूलाई गर्छ नि त होइन, हो। पहिलाको मान्छेहरूको विश्वास चाहिँ यस्तो थियो अरे के, यो सूर्यलाई भयो, तारालाई भयो होइन, समुद्रलाई भयो, रुखलाई भयो, प्राकृतिकहरू भयो होइन, पिपलको बोर्डहरूलाई पनि हामीले पूजा गर्छ नि त होइन, हो। पहिलाको मान्छेहरूले हो, यस्ता भन्नु खोजेको हो कि है।
सुङबे हादा भनेको चाहिँ पूजा गर्नु, सुङबे हेत्ता भनेको पूजा गर्थे भनेको है। अब 2 नम्बरमा जाउँ। सक्का मोनिगा भनेको चाहिँ भगवान बुद्ध। फुल्ग्यो भनेको चाहिँ बौद्ध धर्म भयो होइन। टपिक 2 नम्बरको फुल्ग्यो बौद्ध धर्म। अब 1 नम्बरमा हेरौँ है। सक्का मोनिगा भनेको चाहिँ भगवान बुद्ध होइन, गौतम बुद्ध होइन। मान्दुन भनेको बनाएको, भगवान बुद्धले बनाएको। छोङ्ग्योरो भनेको के हो? छोङ्ग्यो भनेको धर्मद्वारा। सामगुक सिधे भनेको चाहिँ साम भनेको 3 हो नि त होइन हो। सामगुक सिधे भनेको 3 राज्य युग भन्ने हुन्छ कि है। सामगुक सिधे भनेको 3 राज्य युग। ब्राकेटमा सेसेगी भनेको छ है। सेसेगी भनेको चाहिँ 4थो शताब्दी। सेगी पछाडि आउँछ भने चाहिँ शताब्दी भनेर बुझ्नु होला है। सेसेगी भनेको चाहिँ 4थो शताब्दी है। सक्का मोनिगा भनेको भगवान बुद्धले बनाएको, मान्दुन बनाएको। छोङ्ग्योरो भनेको धर्मद्वारा। सामगुक सिधे भनेको चाहिँ 3 राज्य युग है। 3 राज्य युग है। कोरियाली इतिहासको युग भनिन्छ कि है। सामगुक सिधे भनेको के हो? 3 राज्य युग अथवा कोरियाली इतिहासको युग है। सेसेगी भनेको चाहिँ 4थो शताब्दी। ए भनेकोमा छुङ्गुगुल भनेको चाइनाको थोङहे मार्फत थुरवात्ता भनेको भित्रियो है। भित्रियो भनेको छ है। भगवान बुद्धले बनाएको धर्म चाहिँ 3 राज्य युग अथवा 4थो शताब्दीमा चाइनाको मार्फतबाट भित्रिएको रहेछ कोरियामा। हेर्नु त हो, यो फुल्ग्यो बौद्ध धर्म चाहिँ कोरियाको आफ्नो धर्म होइन रहेछ। यो भनेको बाहिरी मुलुकको धर्म रहेछ होइन। चाइनाबाट भित्रिएको धर्म रहेछ। कोरियामा जुन हामी तपाईँको फुल्ग्यो बौद्ध धर्महरू हुनुहुन्छ नि हो, उनीहरू कोरियाको धर्म होइन रहेछ। यो चाहिँ अरू मुलुकबाट भित्रिएको रहेछ। कुन मुलुकबाट? चाइनाको मार्फतबाट भित्रिएको रहेछ है। सक्का मोनिगा भनेको भगवान बुद्ध, मान्दुन भनेको बनाएको, भगवान बुद्धले बनाएको। छोङ्ग्योरो भनेको धर्मद्वारा। सामगुक सिधे भनेको चाहिँ 3 राज्य युग है। कोरियाली इतिहासको युग भनिन्छ है त्यसलाई। 3 राज्य युग भयो। त्यसलाई अझ बुझ्न चाहनुहुन्छ नि कोरियाली इतिहासको युग भन्ने होइन। सेसेगी भनेको चाहिँ 4थो शताब्दी। यो सेगी भन्ने शब्द धेरै झुन्डिँदा हुन्छ है, प्रायः जसो बुझिराख्नु। सेसेगी भनेको चाहिँ 4थो शताब्दी। ए भनेकोमा छुङ्गुगुल भनेको चाइनाको थोङहे मार्फत थुरवात्ता भनेको भित्रियो भनेको छ है। 2 नम्बरमा जाउँ। फुल्ग्योनुन भनेको बौद्ध धर्म चाहिँ हानगुगेस कोरियामा खाजाङ सबैभन्दा ओरेथोइन भनेको लामो समय भएको वैरे छोङ्ग्यो इम्य भनेको छ है। ओ फुल्ग्यो बौद्ध धर्म चाहिँ कोरियामा सबैभन्दा लामो समय भएको वैरे छोङ्ग्यो भनेको चाहिँ बाहिरी मुलुकको धर्म है। लेख्नु कापीमा, वैरे छोङ्ग्यो भनेको चाहिँ बाहिरी मुलुकको धर्म, बाहिरी धर्म भनिन्छ कि है। वैरे छोङ्ग्यो भनेको के हो? बाहिरी मुलुकको धर्म। इम्य भनेको हो र। छल भनेको गुम्बा, थाप भनेको स्तूपा, फुलसाङ भनेको चाहिँ बुद्धको मूर्ति, दुङे आदि इत्यादिको। मानुन भनेको धेरै भएको। मुन्वायुसान भनेको के हो? सांस्कृतिक सम्पदा। नामगेत्ता भनेको बाँकी छ, अझै पनि धेरै बाँकी छ भनेको। बुझ्नुभयो हो। यसले के भनेको छ भने बुद्ध धर्म चाहिँ कोरियामा सबैभन्दा लामो समय भएको बाहिरी धर्म हो र गुम्बा, स्तूपा, बुद्धको मूर्ति आदि इत्यादि चाहिँ धेरै सांस्कृतिक सम्पदामा चाहिँ अझै पनि बाँकी छ भनेको के। नामगिदा भनेको त बाँकी हुनु हो नि त, नामगेत्ता भनेको बाँकी छ भनेको। बुझ्नुभयो? यो फुल्ग्यो एकचोटि हेर्नु हजुरहरूले, समस्या भयो मलाई सोध्नु। 2 नम्बरको एकचोटि हेर्नु। तर फुलसाङ भनेको के हो? फुलसाङ भनेको बुद्धको मूर्ति। थाप भनेको स्तूपा, छल भनेको गुम्बा, छल भनेको गुम्बा। अनि वैरे छोङ्ग्यो भनेको के हो? वैरे छोङ्ग्यो भनेको चाहिँ बाहिरी मुलुकको धर्म, बाहिरी धर्म हो। यो फुल्ग्यो बौद्ध धर्म त कोरियाको धर्म होइन रहेछ नि त। यो त बाहिरबाट भित्रिएको रहेछ। के को मार्फत? चाइनाको मार्फतबाट भित्रिएको रहेछ होइन। त्यो पनि 4थो शताब्दीमा है। कोरियाली इतिहासको युग अथवा 3 राज्य युग अथवा 4थो शताब्दीमा चाइनाको मार्फत भित्रिएको रहेछ होइन। मुन्वा युसान भनेको सांस्कृतिक सम्पदा। मुन्वा भनेको सांस्कृतिक, युसान भनेको सम्पदा। सांस्कृतिक सम्पदा चाहिँ नामगेत्ता भनेको बाँकी छ भनेको।
अनि जुम युजरजी हजुरले तपाईँको नाम राख्नु है, तपाईँले आफ्नो नाम राख्नु, किनकि थाहा हुँदैन है तपाईँको नाम लेख्नु भयो भने त मैले अब कहिलेकाहीँ सोध्नु मिल्छ नि त है। अब जुम युजर तपाईँलाई नि अलिक अझै ऊ लाग्छ, रिनेम गरेर नाम चेन्ज गर्नु न है। ल फुल्क्यो कसैलाई ऊ छ, कन्फ्युज छ? छैन सर अगाडिबाट। ल जुम युजरजी तपाईँले नाम राख्नु है हजुरको। ल युग्यो है, युग्यो भनेको चाहिँ तपाईँले लेख्नु त कपीमा, युग्यो भनेको चाहिँ कन्फ्युसियसको शिक्षा भनेर लेख्नु त, कन्फ्युसियस शिक्षा भनेर लेख्नु त। युग्यो भनेको के हो? कन्फ्युसियस शिक्षा भनेको है। युग्यो भनेको के हो? कन्फ्युसियस शिक्षा स्ल्यास गर्नु फेरि। युग्यो भनेको के हो? कन्फ्युसियस शिक्षा, कन्फ्युसियस शिक्षा है, कन्फ्युसियस शिक्षा स्ल्यास कन्फ्युसियस धर्म भनेर लेख्नु। युग्यो भनेको के? कन्फ्युसियस शिक्षा पनि रहेछ, कन्फ्युसियस धर्म पनि रहेछ है, कन्फ्युसियस धर्म पनि रहेछ है। तपाईँले जुन रूपमा उच्चारण गर्दा पनि भयो है, यसलाई कन्फ्युसियस शिक्षा भनेर बुझ्दा पनि भयो, कन्फ्युसियस धर्म भनेर बुझ्दा पनि भयो है। अब तपाईँले कपीमा लेख्नु, युग्यो भनेर लेख्नु भयो नि त होइन, कन्फ्युसियस शिक्षा र कन्फ्युसियस धर्म भनेर लेख्नु भयो है। लेख्नु त तपाईँले कपीमा, यो चिनिया दार्शनिक, यो चिनिया दार्शनिक, यो चिनिया दार्शनिक कपीमा लेख्नु त्यसको बारेमा। यो चिनिया दार्शनिक कन्फ्युसियसले सुरु गरेको हो, यो चिनिया दार्शनिक कन्फ्युसियसले सुरु गरेको हो। यो चिनिया दार्शनिक कन्फ्युसियसले सुरु गरेको हो है, कन्फ्युसियसले सुरु गरेको हो है। अनि तल लेख्नु, यो धर्मले, यो धर्मले अथवा शिक्षाले, यो धर्मले अथवा शिक्षाले। एक नम्बरमा लेख्नु त, यो धर्मले अथवा शिक्षाले। एक नम्बर लेख्नु, यो धर्मले अथवा शिक्षाले। एक नम्बर लेख्नु, आमा बुबाको सम्मान। एक नम्बरमा लेख्नु, आमा बुबाको सम्मान। आमा बुबाको सम्मान। दुई नम्बरमा लेख्नु, ठुलाको आदर, ठुलाको आदर, ठुलाको आदर। तीन नम्बरमा लेख्नु, नैतिकता र सदाचार, नैतिकता र सदाचार। ठुलाको आदर, नैतिकता र सदाचार। त्यसपछि तल अर्को पोइन्ट, सामाजिक नियम पालना, सामाजिक नियम पालना। लेख्नुभयो? सामाजिक नियम पालना हो, सामाजिक नियम पालना हो, त्यति रहेछ। तल लेख्नु, नोट भनेर लेख्नु त, एनओटी नोट भनेर लेख्नु त है। यो युग्यो धर्मले, नोट लेख्नु त, यो युग्यो धर्मले, यो युग्यो धर्मले। युग्यो भनेको त्यो कोरियन वर्डै लेख्नु, युग्यो भनेको चाहिँ कोरियन वर्डै छ नि त होइन। यो युग्यो धर्मले भगवान पूजा गर्ने भन्दा, भगवान पूजा गर्ने धर्म भन्दा, भगवान पूजा गर्ने धर्म भन्दा, यो युग्यो धर्म कसैको छुटेको छ नि भन्नु है, छुट्यो भने भन्नु है, कहाँ छुट्यो मलाई भन्नु, फेरि भनिदिन्छु म। छुटेको छ नि भन्नु है, भन्नु, त्यतिकै त्यो अड्केर बस्ने होइन। यो युग्यो धर्म, यो युग्यो धर्मले भगवान पूजा गर्ने धर्म भन्दा, यो युग्यो धर्मले भगवान पूजा गर्ने धर्म भन्दा पनि, यो युग्यो धर्मले भगवान पूजा गर्ने धर्म भन्दा पनि मानिस कसरी राम्रो व्यवहार गर्ने
है मानिसले कसरी राम्रो व्यवहार गर्ने भनेर लेख्नु न है मानिसले कसरी राम्रो व्यवहार गर्ने भन्ने शिक्षा जस्तो हो है मानिसले कसरी राम्रो व्यवहार गर्ने भन्ने शिक्षा शिक्षा हो भनेर लेख्नु न मानिसले कसरी राम्रो व्यवहार गर्ने भन्ने शिक्षा हो भनेर लेख्नु बुझ्नुहुन्छ बुझ्नुभयो यो युग्य भनेको के रहेछ यसले धर्मलाई चाहिँ जोड नदिकन मान्छेहरूले कसरी आफूभन्दा ठुलालाई कसरी आदर गर्ने कसरी सम्मान गर्ने कसरी आफ्नो सामाजिक यो हुन्छ नि आचरणहरू गर्ने भन्ने कुरा सिकाउँछ कि युग्य धर्मले यो कन्फ्युसियस भनेको के हो यो युग्य कन्फ्युसियस शिक्षा होइन कन्फ्युसियस वाद भन्छ नि त होइन हो यसले चाहिँ तपाईँको धर्मलाई भन्दा पनि शिक्षालाई चाहिँ जोड दिने रहेछ बुझ्नुभयो यो युग्य धर्मको कसैलाई अब के अरे यसको त तपाईँले मैले यसरी भनिदिएपछि त तपाईँ छर्लङ्ग हुनुभयो नि होइन कसैलाई के कन्फ्युज छ नेपालीबाट चाहिँ छर्लङ्ग भयो अब कोरियनबाट चाहिँ अलिक आउँदैन रहेछ ल अब कोरियनमा हेरौँ है कसैलाई कसैको छुटेको छ त्यो लेख्दाखेरि कसैको छुटेको छ कहीँ छुटेको छ भने मलाई भन्नु त तपाईँहरू यत्रो कतिजना 16जनाले भ्यू गर्नु भएको छ कसैको छुटेको छ अरे भन्नु छुटेको छ भने भन्नु छुटेको छैन भने ठिकै छ होइन छुटेको छ भने भन्नु है मैले बारम्बार भनिरहेको हुन्छु है तपाईँहरूको छुटेको छ भने भन्नु ल नत्र म त अब अगाडि बस्छु ल युग्य भनेको के रहेछ कन्फ्युसियस शिक्षा अथवा कन्फ्युसियस धर्म रहेछ है यो कन्फ्युसियस शिक्षा र धर्म भनेको के भनेर मैले तपाईँलाई नेपालीमा भनिदिइहालेँ तपाईँले बुझिहाल्नुभयो है युग्य भनेको चाहिँ के हो कन्फ्युसियस शिक्षा अथवा कन्फ्युसियस धर्म भयो है एक नम्बरमा छ यो र योदो भनेको लेख्नु त कपीमा यो र योदो भनेको एउटै हो है यो भनेको चाहिँ तपाईँको है आमा बुबा प्रति सम्मान यो अथवा योदो भनेको के हो आमा बुबा प्रति सम्मान अथवा सेवा भनेको है यो भनेको के रहेछ आमा बुबा प्रति सम्मान अथवा सेवा यसको मिनिङ छ है हो मैले भने नि त युग्य भनेको के हो आफूभन्दा ठुला बडालाई सम्मान गर्ने हो त्यो शिक्षा सम्बन्धी हुन्छ कि तपाईँको है यसमा चाहिँ धर्मको भन्दा पनि शिक्षाको हुन्छ है यो अथवा योदो भनेको के आमा बुबा प्रति सम्मान अथवा सेवा वा भनेको र एजल भनेको के हो शिष्टाचार एवी भनेको नि शिष्टाचार रुल भनेको लाई खाङ्जो हान्दा भनेको के हो जोड दिन्छ खाङ्जो हादा भनेको जोड दिनु है हो आमा बुबा प्रति सम्मान सेवा र शिष्टाचारलाई के दिन्छ जोड दिन्छ भनेको छ यो युग्यो कन्फ्युसियस शिक्षा अथवा कन्फ्युसियस धर्मले केलाई जोड दिने रहेछ हो आमा बुबा प्रति सम्मान र शिष्टाचारलाई जोड दिने रहेछ है मैले तपाईँलाई नेपालीमा पनि भने यो युग्य धर्म भगवान पूजा गर्ने धर्म भन्दा पनि मानिस कसरी राम्रो व्यवहार गर्ने होइन आफूभन्दा ठुला बडालाई कसरी उ गर्ने होइन व्यवहार गर्ने हो त्यो कुरामा चाहिँ जोड दिने भनेर भने रहेछ है यो भनेको के रहेछ आमा बुबा प्रति सम्मान अथवा सेवा एजल अथवा एवी भनेको के हो शिष्टाचार रुल भनेको लाई खाङ्जो हान्दा भनेको जोड दिन्छ 2 नम्बरमा जाउँ खाजोगुवा परिवार र है खाजोगुवा भनेको के भन्नुभयो यो हेदो भनेको चाहिँ के हो सर हेदो हो त्यो एउटै सिमिलर मिनिङ यो र योदो भनेको एउटै हो तपाईँलाई छोटकरीमा यो भनिन्छ अनि तपाईँको अनि अलि लामोमा भन्दा योदो भनिन्छ कि आमा बुबा प्रति सम्मान अथवा सेवा भनेको है बुझ्नुभयो तपाईँ साजाङ निमलाई तपाईँले सर्टकटमा के भन्नुहुन्छ भन्नु त साजाङ हो त्यही हो है त्यही भने जस्तै यो र योदो एउटै हो है साजाङ भनेको नि साउजी भयो साजाङ निम भनेको नि साउजी नै भयो है त्यही हो यो र योदो भनेको आमा बुबा प्रति सम्मान अथवा सेवा एजल भनेको शिष्टाचार एवी भनेको शिष्टाचार खाङ्जो हान्दा भनेको जोड दिन्छ भनेको छ है 2 नम्बरमा जो खाजोगुवा परिवारसँग खाजोगुवा भनेको परिवार र छिन्छकुल भनेको आफन्तलाई छिन्छक भनेको आफन्त हो नि होइन परिवार र आफन्तलाई है परिवार र आफन्तलाई छिन्छक भनेको आफन्त सोजुङ हागे यो सोजुङ हागे यगिनुन भनेको चाहिँ महत्त्वपूर्ण ठानेर हो कि बुझ्नुभयो महत्त्वपूर्ण ठानेर अथवा मूल्यवान ठानेर भनिन्छ है सोजुङ हागे यगिनुन भनेको महत्त्वपूर्ण ठानेर अथवा मूल्यवान ठानेर कपीमा लेख्नु होला है सोजुङ हागे यगिनुन भनेको के हो महत्त्वपूर्ण ठानेर अथवा मूल्यवान ठानेर है
सोजुङ हागे यगिनुन भनेको के हो? मूल्यवान ठानेर अथवा महत्त्वपूर्ण ठानेर। हेरेन भनेको चाहिँ रगतको, उइसिक भनेको नाता है। हेरेन उइसिक भनेको के हो? रगतको नातालाई। छुङ्यो हागे भनेको के हो? महत्त्वपूर्ण हुने गरी सिङ्गा खान्दा विचार गर्छ। छेसा भनेको के? श्राद्ध है, अथवा पितृपूजा पनि भनिन्छ नि त होइन। छेसा भनेको पितृपूजा, दुङ्गे भनेको आदि इत्यादिको। युग्यो भनेको कन्फ्युसियस शिक्षा, छन्थुङ भनेको परम्परागत, उन भनेको चाहिँ, छिगुम काजिदो भनेको अहिलेसम्म पनि, हानगुगे कोरियाको मुनवाय संस्कृतिमा मानुन भनेको धेरै, यङ ह्याङ्गुल भनेको प्रभाव चाहिँ छुगो इत्ता भनेको पारिरहेको छ, दिइरहेको छ भनेको है। परिवार र आफन्तलाई के हो? मूल्यवान ठानेर अथवा महत्त्वपूर्ण ठानेर, रगतको नातालाई महत्त्वपूर्ण हुने गरी विचार गरिन्छ। अनि पितृपूजा र कन्फ्युसियस शिक्षा, परम्परागत चाहिँ अहिलेसम्म पनि कोरियाको संस्कृतिमा धेरै प्रभाव, कोरियाको संस्कृतिलाई चाहिँ के हो? धेरै प्रभाव चाहिँ पारिरहेको छ अरे यो कन्फ्युसियस यो शिक्षा हुन्छ नि युग्योले। बुझ्नुभयो? हो, यसले चाहिँ के गर्ने रहेछ? आफन्त के अरे परिवार र आफन्तलाई मूल्यवान ठानेर रगतको नातालाई चाहिँ के हो? महत्त्वपूर्ण हुने गरी विचार गर्ने रहेछ। अनि पितृपूजा र कन्फ्युसियस परम्परागत चाहिँ अहिलेसम्म पनि कोरियाको संस्कृतिमा चाहिँ धेरै प्रभाव चाहिँ पारिरहेको छ अरे। हो, यो कन्फ्युसियस शिक्षा हुन्छ नि पहिलाको हो, यसले चाहिँ परम्परागतले चाहिँ अहिलेसम्म पनि कोरियाको सांस्कृतिकमा चाहिँ के हो? मुनानेको संस्कृतिमा चाहिँ धेरै प्रभाव चाहिँ पारिरहेको छ भनेको। अब 3 नम्बरमा जाउँ है। 1 र 2 मा कसैलाई केही छ कन्फ्युज? पितृपूजा अथवा श्राद्ध र कन्फ्युसियस शिक्षा परम्परागत चाहिँ अहिलेसम्म पनि कोरियाको संस्कृतिमा चाहिँ धेरै प्रभाव चाहिँ पारिरहेको छ, छुगुइता दिइरहेको छ भने। हेरेन उइसिक भनेको चाहिँ रगतको नाता है। हेरेन भनेको रगतको नाता हो नि त। हेरेन उइसिगुल भनेको रगतको नातालाई अथवा वंश भन्छन् होइन, वंशलाई महत्त्वपूर्ण हुने गरी विचार गर्छ। ल 3 नम्बरमा जान्छु है। युग्यो मुन्बा भनेको कन्फ्युसियस शिक्षाको मुन्बा संस्कृतिलाई, थोदे भनेको चाहिँ मूल आधार, मूल विचार, रो भनेको द्वारा, थोदे भनेको चाहिँ मूल विचार हो है। कन्फ्युसियस शिक्षा संस्कृतिले चाहिँ मूल विचारलाई मान्दुरोजिन बनाएको खेयुक खिग्वान इन ह्याङ्ग्यो है। यो खेयुक भनेको शिक्षा भयो होइन, शैक्षिक, खिग्वान भनेको संस्था, खिग्वान इन भनेको शैक्षिक संस्था, ह्याङ्ग्यो भनेको तपाईँले लेख्नु त यो खेयु खिग्वान इन ह्याङ्ग्यो हो। यो ह्याङ्ग्यो भनेको चाहिँ तपाईँको लेख्नु सबैले, ह्याङ्ग्यो लेख्नु त कपीमा, ह्याङ्ग्यो लेख्नु त। यो भनेको कोरियाली पारम्परिक है शैक्षिक संस्था हो के हो। खेयु खिग्वान इन ह्याङ्ग्यो भनेको चाहिँ, खेयु खिग्वान इन ह्याङ्ग्यो भनेको चाहिँ एउटै हो कि, यो भनेको कोरियाली पारम्परिक शैक्षिक संस्था भनेको है। ह्याङ्ग्यो भनेको यो कोरियाली पारम्परिक भयो, अनि खिग्वान, यो खेयु खिग्वान भनेको शैक्षिक संस्था भइहाल्यो होइन। खेयु खिग्वान इन ह्याङ्ग्योनुन भनेको के हो? शैक्षिक संस्था, कोरियाली पारम्परिक भन्दा पनि हुन्छ हुनु त होइन, तर अब मिलाएर भन्नुहुन्छ भने चाहिँ कोरियाली पारम्परिक शैक्षिक संस्था भनेको के, पारम्परिक भनेको पुरानो भनेको है। कोरियाली पारम्परिक शैक्षिक संस्था चाहिँ छिगुम्दो अहिले पनि, छन्कुक भनेको देशैभरि, यर खोसेस भनेको विभिन्न ठाउँमा, उन्नेङ थोइगो भनेको के सञ्चालन भएर है, उन्नेङ थोइगो इत्ता भनेको सञ्चालन भइरहेको छ भनेको। बुझ्नुभयो? हो, यो कन्फ्युसियस शिक्षाको संस्कृतिलाई चाहिँ मूल आधार है, मूल आधारद्वारा बनाएको शैक्षिक संस्थाको कोरियाली पारम्परिक अथवा कोरियाली पारम्परिक शैक्षिक संस्था चाहिँ छिगुम्दो अहिले पनि छन्कुक भनेको देशैभरि विभिन्न ठाउँहरूमा चाहिँ सञ्चालन भइरहेको छ अरे। बुझ्नुभयो? यो शैक्षिक, यो युग्यो भनेको के हो? कन्फ्युसियस शिक्षा चाहिँ के हो? यो ह्याङ्ग्योनुन खेयु खिग्वान भनेको के रहेछ? यो भनेको कोरियाली पारम्परिक शैक्षिक संस्था चाहिँ अहिले पनि देशैभरि विभिन्न ठाउँहरूमा चाहिँ सञ्चालन भइरहेको छ भनेको है। यो युग्यो बुझ्नुभयो नि? युग्योले चाहिँ धर्मलाई भन्दा पनि आफूभन्दा ठुलोलाई कसरी आदर गर्ने, कसरी सम्मान गर्ने होइन हो, आफ्नो सामाजिक आचरण हो, यस्ता चिजहरूलाई चाहिँ जोड दिएको हुने रहेछ होइन हो। यसले चाहिँ धर्मलाई, यो पूजा आजालाई भन्दा पनि यसले चाहिँ मान्छेहरूलाई कसरी व्यवहार गर्ने त्यस्ता चिजहरूमा चाहिँ धेरै
ऊ गर्ने रहेछ, जोड दिने रहेछ भनेर बुझ्नु होला। बुझ्नुभयो? यो ह्याङ्ग्यो है, यो ह्याङ्ग्यो खेयु खिगवान इन ह्याङ्ग्यो भनेको के हो? कोरियाली पारम्परिक शैक्षिक संस्था भनेको है। ह्याङ्ग्यो भनेको कोरियाली पारम्परिक शैक्षिक संस्था भनेर बुझ्नु है। ह्याङ्ग्यो भनेको के हो? कोरियाली पारम्परिक शैक्षिक संस्था भनेर बुझ्नु भइहाल्छ है। सिकुम त अहिले पनि छनगुक भनेको देशैभरि, छनगुक भनेको देशैभरि यर खोसे छ भनेको विभिन्न ठाउँहरूमा उन्नेङ थोइगो इत्ता भनेको के हो? सञ्चालन भइरहेको छ। उन्नेङ हादा आयो भने सञ्चालन गर्नुहुन्छ, उन्नेङ थोइदा आयो भने सञ्चालन हुनुहुन्छ। उन्नेङ थोइगो इत्ता सञ्चालन भइरहेको छ भन्नु पर्यो है। ल, कसैलाई योग्यमा कसैलाई कन्फ्युज छ? कन्फ्युसियस शिक्षा भनेर मैले तपाईँहरूलाई नेपालीमा नै भनिदिने होइन। कसैलाई कन्फ्युज छ हजुरहरूलाई? ल, हजुरहरू बोल्नु भएन है, बोल्नुहुन्छ नि बोल्नु है। ल, म तल गएँ है। खिदोग्यो, खिदोग्यो भनेको चाहिँ के हो? खिदोग्यो भनेको चाहिँ क्रिस्चियन धर्म है। ल, क्रिस्चियन धर्मलाई दुईटा रूपमा छुट्याइदिएको छ होइन त, छन्जुग्यो र खिसिनग्यो भनेर छुट्याइदिएको छ है। ल, छन्जुग्यो भनेको चाहिँ क्याथोलिक धर्म, छन्जुग्यो भनेको चाहिँ के हो? क्याथोलिक धर्म। खिदोग्यो भनेको त क्रिस्चियन धर्म भइहाल्यो होइन। छन्जुग्यो भनेको चाहिँ क्याथोलिक धर्म। ल है, अब हामी छन्जुग्यो भनेर पढ्छौँ है, क्याथोलिक धर्म पढ्छौँ है। 1 नम्बरमा छ है सिपछिल भनेको, सिपछिल भनेको 17, सेगी भनेको शताब्दी, सिपछिल सेगिए भनेको 17औं शताब्दीमा। सयाङ भनेको के हो? पश्चिमी है, पश्चिमी। हाङमुन, हाङमुन भनेको के हो? शैक्षिक है, शैक्षिक अथवा शिक्षा अथवा विद्या भनेको है। हाङमुन भनेको शिक्षा र विद्या भनेर बुझ्नु न है। शैक्षिक भन्दा नि विद्या र शिक्षा भनेर बुझ्नु है। 17औं शताब्दीमा पश्चिमी विद्या अथवा शिक्षा गुवा हाम्के भनेको सँगसँगै, गुवा हाम्के आउँछ भने चाहिँ सँगसँगै भनेर याद गर्नु है। गुवा हाम्के भनेको सँगसँगै। 17औं शताब्दीमा पश्चिमी शिक्षा सँगसँगै हानगुगे थुरोवात्ता भनेको के हो? कोरियामा भित्रियो भनेको है। सिपछिल सेगिए भनेको के हो? 17औं शताब्दीमा। सयाङे भनेको पश्चिमी, हाङमुन भनेको के हो? विद्या है, हाक्योबाट आएको है। हाङमुन भनेको विद्या अथवा शिक्षा, गुवा हाम्के भनेको सँगसँगै, हानगुगे कोरियामा थुरोवात्ता भनेको भित्रियो भनेको है। 17औं शताब्दीमा पश्चिमी है, पश्चिमी विद्या सँगसँगै, पश्चिमी शिक्षा सँगसँगै कोरियामा भित्रियो भनेको है। हाङमुनको दुईटा मिनिङ के छ? शिक्षा अथवा विद्या भन्ने भयो है। यो छन्जुग्यो भनेको क्याथोलिक धर्म चाहिँ कोरियामा कसरी भित्रिएको रहेछ हेर्नु त। 17औं शताब्दीमा पश्चिमी विद्या सँगसँगै कोरियामा भित्रिएको रहेछ है, पश्चिमी शिक्षा सँगसँगै। 2 नम्बरमा छ छन्जुग्यो भनेको क्याथोलिक धर्म छौम पहिलो पटक थुरोवासुल्ते भित्रिएको बेला, लतेर उल्टे भनेको बेला, छोङ्ग्यो धर्म आनी नभएर है। क्याथोलिक धर्म चाहिँ पहिलो पटक भित्रिएको बेला, धर्म चाहिँ नभएर। सयाङ भनेको पश्चिमी, हाङमुन उरो भनेको के हो? पश्चिमी शिक्षाद्वारा आधा थुर जेत्ता भनेको चाहिँ स्वीकार गरियो। आधा थुर जेत्ता भनेको के हो? स्वीकार गरियो भनेको है। फादा थुर्य जेत्ता भनेको के हो? स्वीकार गरियो भनेको। क्याथोलिक धर्म चाहिँ पहिलो पटक है, पहिलो पटक धर्म चाहिँ नभएर पश्चिमी शिक्षाद्वारा स्वीकार गरिएको रहेछ है। फादा थुल्दा भनेको प्राप्त गर्नु जस्तै हो, तर तपाईँले यसमा चाहिँ स्वीकार गरिनु भनेर अर्थ लाग्छ है। हो, क्याथोलिक धर्म चाहिँ पहिलो पटक चाहिँ धर्म चाहिँ नभएर पश्चिमी शिक्षाद्वारा चाहिँ के रहेछ, के भएको रहेछ? स्वीकार प्राप्त गरेको रहेछ है, स्वीकार गरिएको रहेछ। बुझ्नुभयो? फादा थुर जेत्ता भनेको चाहिँ स्वीकार गरियो भनेको है। बुझ्नुभयो? 3 नम्बरमा छन्जुग्यो भनेको क्याथोलिक धर्म चाहिँ सङ्दाङ भनेको के हो? सङ्दाङ भनेको गिज्रा घर भन्छ है, गिज्रा घर अथवा क्याथोलिक चर्च। यसो भनेकोबाट मिसारुल थुरिन्दा भनेको प्रार्थना गरिन्छ भनेको है। सङ्दाङ भनेको चाहिँ गिज्रा घर अथवा क्याथोलिक चर्चमा चाहिँ के गरिन्छ? मिसारुल थुरिन्दा भनेको प्रार्थना गरिन्छ भनेको है। छन्जुग्यो क्याथोलिक धर्म चाहिँ के रहेछ? 17औं शताब्दीमा पश्चिमी शिक्षा सँगसँगै कोरियामा भित्रिएको रहेछ। क्याथोलिक धर्म चाहिँ पहिलो पटक धर्म नभएर पश्चिमी शिक्षासँग चाहिँ स्वीकार गरिएको रहेछ।
क्याथोलिक धर्म चाहिँ क्याथोलिक चर्चमा मिसारोल थुरिन्दा भनेको प्रार्थना गरिन्छ भनेको है। छन्जुगे कसैलाई के कन्फ्युज छ? यो के अरे प्रदाङ्गेश भनेको चाहिँ क्याथोलिक चर्च अनि अर्को के भन्नु छ? हजुर कुन चाहिँ भन्नुभयो? त्यो तलको त्यो छन्चुक्योनुन प्रदाङ्गेश भनेको त क्याथोलिक चर्च भन्नुभयो एउटा, अनि अर्को के भन्नुभयो? गिज्रा घर। यो तपाईँले क्याथोलिक चर्च भनेर याद गर्दा पनि हुन्छ, गिज्रा घर भनेर याद गर्दा पनि हुन्छ। नेपालीमा गिज्रा घर भन्छ कि क्याथोलिक चर्च भनेर बुझ्दा पनि भयो, गिज्रा घर भनेर बुझ्दा पनि हुन्छ है। तपाईँले क्याथोलिक चर्च नेपाली भनेर याद अर्थ गर्नु, चाहिँ गिज्रा यसको नेपाली अर्थ चाहिँ गिर्जाघर। क्याथोलिक चर्च भनेर याद गर्दा पनि हुन्छ है। सङदाङ भनेको गिर्जाघर अथवा क्याथोलिक चर्चमा मिसारोल थुरिन्दा भनेको प्रार्थना गरिन्छ भनेको। फाजा थुर जेत्ता भनेको स्वीकार गरियो भनेको है। कसैलाई के छन्जुग्यमा के कन्फ्युज छ? 17औं शताब्दीमा पश्चिमी शिक्षा सँगसँगै कोरियामा भित्रिएको रहेछ। क्याथोलिक धर्म चाहिँ पहिलो पटक भित्रिएको बेला धर्म चाहिँ नभएर पश्चिमी शिक्षा सँगसँगै के भएको रहेछ? स्वीकार प्राप्त गरेको रहेछ होइन, स्वीकार गरिएको रहेछ। अब खेसिन्ग्यो भनेको चाहिँ प्रोटेस्टेन्ट धर्म है। खेसिन्ग्यो भनेको के? प्रोटेस्टेन्ट धर्म। खेसिन्ग्यो भनेको के? प्रोटेस्टेन्ट धर्म है। खेसिन्ग्यो भनेको प्रोटेस्टेन्ट धर्म। लेखिदिउँ प्रोटेस्टेन्ट भनेर? हजुर लेख्नु सर, कसरी लेख्छ? प्रोटेस्टेन्ट यस्तो हैन त? देख्नुभयो? देखेँ सर। प्रोटेस्टेन्ट। ल प्रोटेस्टेन्ट धर्म भन्छ। खेसिन्ग्यो भनेको चाहिँ प्रोटेस्टेन्ट धर्म है। ल खेसिन्ग्यो प्रोटेस्टेन्ट धर्म। सिपखुसेगिए भनेको चाहिँ 19औं शताब्दीमा सयाङ भनेको पश्चिमी सनग्योसा भनेको चाहिँ धर्म प्रचारक। बुझ्नुभयो? सनग्योसा भनेको के हो? धर्म प्रचारक। 19औं शताब्दीमा सयाङ भनेको पश्चिमी है, पश्चिमी। सनग्योसा भनेको चाहिँ के हो? धर्म प्रचारक। लेख्नु त कपीमा, सनग्योसा भनेको के हो? धर्म प्रचारक। सनग्योसा भनेको धर्म प्रचारक। थोङ्गे मार्फत हानगुगे कोरियामा छन्थाथोयत्ता भनेको चाहिँ के हो? प्रचार भयो अथवा फैलियो भनेको है। बुझ्नुभयो? 19औं शताब्दीमा पश्चिमी धर्म प्रचारकको मार्फतबाट कोरियामा फैलियो भन्दा पनि हुन्छ, कोरियामा धर्म प्रचार भयो भन्दा नि हुन्छ। छन्थाथोयत्ता भनेको चाहिँ फैलाउनु पनि भयो अनि यो धर्म प्रचार प्रचार भयो भन्दा नि हुन्छ है। धर्म भन्दा नि प्रचार भयो भन्दा हुन्छ। छन्थाथोयत्ता भनेको चाहिँ फैलाउनु अथवा प्रचार हुनु भन्ने हुन्छ है, यसको मिनिङ चाहिँ। सिपखुसेगिए भनेको 19औं शताब्दीमा सयाङे पश्चिमी सनग्योसा धर्म प्रचारकको थोङ्गे मार्फत हानगुगे कोरियामा छन्थाथोयत्ता भनेको फैलियो अथवा प्रचार भइयो भनेको है। यो तपाईँको खेसिन्ग्यो भनेको प्रोटेस्टेन्ट धर्म चाहिँ तपाईँको 19औं शताब्दीमा पश्चिमी धर्मको प्रचारबाट तपाईँको के कोरियामा चाहिँ फैलिएको रहेछ। छन्जुग्यो चाहिँ तपाईँको धर्मबाट हो त होइन, यो चाहिँ तपाईँको केबाट भित्रिएको रहेछ? शिक्षा भनेर भित्राएको रहेछ होइन त। 2 नम्बरमा जाउँ। खेसिन्ग्योगा भनेको चाहिँ प्रोटेस्टेन्ट धर्म। थुरा ओमेन छ भनेको भित्रिँदै है। खेसिन्ग्योगा भनेको के हो? प्रोटेस्टेन्ट धर्म। थुरा ओमेन छ भित्रिँदै। हाक्यो विद्यालय वा भनेको र फेङवनी भनेको अस्पताल मानि धेरै सेवजेटको भनेको स्थापना भएर है। यो तपाईँको प्रोटेस्टेन्ट धर्म चाहिँ भित्रिँदै यो भित्रिन्छ नि हो, त्यो भित्रिँदै विद्यालय र अस्पताल चाहिँ धेरै स्थापना गरिदिएको रहेछ है। थेयुगुवा भनेको शिक्षा र फोगने भनेको स्वास्थ्यमा ठुलो यङयाङ प्रभाव चाहिँ छुवत्ता भनेको पार्यो भनेको है। यसले चाहिँ के हो? शिक्षा र स्वास्थ्यमा चाहिँ धेरै ठुलो प्रभाव पार्यो। 3 नम्बरमा छ खेसिन्ग्योनुन भनेको के हो? खेसिन्ग्यो भनेको चाहिँ प्रोटेस्टेन्ट धर्म। खेवे भनेको के हो? चर्चमा है।
चर्चमा चाहिँ के गरिन्छ एबेरेल थुरिन्दा भनेको प्रार्थना गरिन्छ भनेको है खेसिन्ग्यो चाहिँ खेवेमा गर्ने रहेछ के गर्ने रहेछ एबेरेल थुरिन्दा गर्ने रहेछ सन्जुग्योमा चाहिँ सङदाङमा के गर्ने रहेछ मिसारुल थुरिन्दा भनेको प्रार्थना गर्ने रहेछ भनेको है के भयो चर्च है बुझ्नुभयो यो खेसिन्ग्यो चाहिँ तपाईँको धर्मको प्रचारबाट कोरियामा भित्रिएको रहेछ होइन फैलिएको रहेछ यो छन्जुग्यो चाहिँ तपाईँको धर्मको प्रचारबाट नभएर यो चाहिँ शिक्षाबाट भित्रिएको रहेछ यसले चाहिँ तपाईँको धर्म चाहिँ नभएर शिक्षाको मार्फत चाहिँ तपाईँको स्वीकार गरिएको रहेछ यो खेसिन्ग्योले चाहिँ तपाईँको के गर्दो रहेछ नि त विद्यालय अस्पताल धेरै स्थापना गरिदिएको रहेछ है यो भित्रिँदाखेरि त यसले स्वास्थ्य र शिक्षामा चाहिँ धेरै ठुलो प्रभाव चाहिँ पारेको रहेछ खेसिन्ग्योले ल सिद्धोग्योमा कसैलाई कन्फ्युज छ छन्जुग्यो र खेसिन्ग्योमा कसैलाई कन्फ्युज छ यहाँ त प्राय पुरै खेसिन्ग्यो मात्रै रहेछ होइन कोरियामा छेउरी मात्रै देखिन्छ नि त सङ्ग्राम खासै देखिन्न त्यति अलिक कम छ होला सङ्ख्या न हजुर खै अब यो चर्चहरू त टन्नै छ अब मात्रै देखिन्छ सङ्ग्राम भनेर चाहिँ खासै देखिन्छ ए होला त्यो चाहिँ तपाईँहरूलाई इक्जाममा तपाईँको यो हाक्यो फेङबन चाहिँ धेरै स्थापना गरेको चाहिँ कुन चर्च हो भनेर आयो भने त तपाईँले छन्जुग्यो र खेसिन्ग्योमा त तपाईँले खेसिन्ग्यो भन्नु पर्यो है खेसिन्ग्यो चाहिँ धर्मको प्रचारबाट फैलिएको रहेछ छन्जुग्यो चाहिँ तपाईँको शिक्षाबाट कोरियामा भित्रिएको रहेछ तपाईँको यो खेसिन्ग्योले चाहिँ स्वास्थ्य र शिक्षालाई धेरै ठुलो प्रभाव पारेको रहेछ है यसले चाहिँ तपाईँको भित्रिँदै तपाईँको फेङवन र हाक्यो चाहिँ धेरै निर्माण गरिदिएर तपाईँको त्यसमा चाहिँ खेसिन्ग्योमा चाहिँ खेवेमा चाहिँ एबेरेल थुरिन्दा गरिन्छ अनि छन्जुग्योमा चाहिँ सङदाङे छ मिसारुल थुरिन्दा गरिन्छ भनेर याद गर्नु है ल अब हामी उता जान्छौँ है हेर्नु पर्यो है तपाईँहरूले अब मैले पढाएपछि हेर्नु पनि पर्यो है हेर्नुभयो भने तपाईँहरूलाई जोडिन्छ पनि दिमागमा पनि बस्छ है ल 5 नम्बरमा छ ओनोलनाल भनेको आजको दिनमा हानगुगे कोरियाको छुङ्ग्यो भनेको धर्म है अहिले चाहिँ कोरियाको धर्म के रहेछ हेरौँ है ल हानगुगुन भनेको कोरियामा चाहिँ छुङ्ग्यो ए भनेको धर्म छायुगा इत्ता भनेको के हो स्वतन्त्रता छ अरे है कोरियामा चाहिँ धर्म स्वतन्त्र छ अरे है तपाईँले यही धर्म लिनुपर्छ भन्ने छैन अरे है तपाईँले लिए पनि हुन्छ नले पनि हुन्छ भन्ने छ है कोरियामा चाहिँ धर्म स्वतन्त्र छ है नेपालमा चाहिँ कुन धर्म हो यताउता भन्छ नि होइन यहाँ चाहिँ तपाईँको लिए पनि हुन्छ नले पनि हुन्छ है कोरियामा चाहिँ है अनि 2 नम्बरमा छ हानकुक सावेस भनेको कोरियन समाजमा है हानकुक सावेस कोरियन समाजमा छोङ्ग्योनुन धर्म चाहिँ खेइन भनेको व्यक्तिगत है व्यक्तिगतको खेइन ए भनेको व्यक्तिगतको आन्जन गाम भनेको सुरक्षाको भावना गाम भनेको के हो भावना आन्जन गाम भनेको सुरक्षाको भावना गुवा भनेको र हेङबोक गाम भनेको चाहिँ के हो खुसीको भावना खोङदोङछे भनेको के हो समूह अथवा समुदाय है युजी भनेको चाहिँ के हो कायम है खोङदोङछे युजी भनेको चाहिँ समुदाय चाहिँ के हो समुदायलाई चाहिँ कायम राख्ने है राख्ने वा भनेको र फाल्जने विकासमा यङ याङउल छुन्दा भनेको प्रभाव चाहिँ पार्छ अथवा दिन्छ भनेको है यङ याङउल छुन्दा भनेको प्रभाव चाहिँ पार्छ भनेको है कोरियन समाजमा चाहिँ धर्मले चाहिँ व्यक्तिगत सुरक्षाको भावना खुसीको भावना अनि समुदायलाई चाहिँ कायम राख्ने र विकासमा चाहिँ प्रभाव पार्छ अरे है यो धर्मले चाहिँ है कोरियाको धर्मले चाहिँ 3 नम्बरमा मानुन भनेको धेरै भएको छोङ्ग्यो थान्चे भनेको धार्मिक समूह गा भनेकोले अरेउन गाह्रो भएको इउसुल भनेको के हो छिमेकीलाई थोप्नुन सहयोग गर्ने वाल्दोङ भनेको गतिविधि अथवा क्रियाकलाप अथवा काम इना भनेको अथवा वैगुगिनुल भनेको विदेशीहरूलाई उयान निम्ति है वैगुगिनुल उयान भनेको विदेशीहरूको निम्ति वाल्दोङुल भनेको क्रियाकलाप चाहिँ हाकुइता भनेको गरिरहेको छ भनेको विदेशीहरूको निम्ति चाहिँ क्रियाकलाप गतिविधि अथवा काम गरिरहेको छ भनेको जस्तै अब हामी तपाईँको कोरियामा कम्पनीमा काम गर्दा गर्दै कोरियामा काम मन परेन भने हामीले कम्पनी चेन्ज गर्छौँ नि त होइन
कम्पनी चेन्ज गर्दाखेरि बस्ने सेल्टरहरू भेटेन भने हामी कहाँ जान्छौँ? चर्चमा गएर बस्छौँ नि त होइन? हो, त्यो चर्चले चाहिँ हामीलाई के गर्छ? हामीलाई केही समयको लागि बस्न दिन्छ नि त होइन? खाना बस्नलाई फ्री गरिदिन्छ नि त होइन? हो, त्यसैले नै भनेको हो नि त। यहाँ धेरै कोरियाको चाहिँ धेरै धर्मले चाहिँ यो गाह्रो परेको छिमेकीहरूलाई सहयोग गर्ने र विदेशीहरूको निम्ति पनि काम गर्ने चाहिँ गरिरहेको छ भनेको, उनीहरूलाई चाहिँ हेल्प गरिरहेको छ भनेको है। अनि 4 नम्बरमा छ उम्न्यक भनेको कोरियन पात्रो सावल फारिल भनेको 4 महिनाको 8 गते सक्का थान्सिनिल भनेको के हो? बुद्ध जयन्ती है। फुछनिम ओसिनाल भनेको के हो? बुद्ध आएको दिन है। सक्का थान्सिनिल भनेको अर्को के भन्ने रहेछ? फुछनिम ओसिनाल भन्ने रहेछ है, फिसुदमाल, बुद्ध आएको दिन अथवा बुद्ध जयन्ती। गुवा भनेको र याङनेक भनेको के हो? अङ्ग्रेजी पात्र अनुसार। सिबिओल भनेको 12 महिनाको, इसिबोइल भनेको 25 गते। सङथान्जल भन्नु र खुरिसुमासु भन्नु एउटै हो है। सङथान्जल भनेको क्रिसमस, खुरिसुमासु भनेको नि क्रिसमस हो, क्रिसमस डे है। उन भनेको चाहिँ खोङ्युइल भनेको के हो? सार्वजनिक बिदा। रो भनेको द्वारा, छिजङ थोय इत्ता भनेको तोकिएको छ, मान्यता दिइएको छ भनेको है। कोरियन पात्र अनुसार 4 महिना 8 गते चाहिँ बुद्ध जयन्ती, बुद्ध आएको दिन, र अङ्ग्रेजी पात्र अनुसार 12 महिना 25 गते चाहिँ क्रिसमासु चाहिँ सार्वजनिक बिदाद्वारा चाहिँ के गरेको छ? मान्यता प्राप्त गरेको छ भनेको छ है। त्यो दिनमा त तपाईँको हाम्रो सार्वजनिक बिदा पाइन्छ नि त होइन? त्यो भनेको है। ल, यसमा तपाईँलाई कसैलाई कन्फ्युज छ हेर्नु त, 1 मिनट तपाईँहरूलाई टाइम दिए, 1 देखि 4 सम्म हेर्नु सबै। 2 को भन्नु न सर एकचोटि। ल हेरौँ है 2 को। हानगुक सावेस भनेको कोरियन समाजमा होइन है, कोरियन समाजमा छोङ्ग्योनुन धर्म चाहिँ, कोरियन समाजमा चाहिँ धर्म चाहिँ खेइने भनेको व्यक्तिगतको, आन्जनगाम भनेको सुरक्षाको भावना, व्यक्तिगतको सुरक्षाको भावना। वा भनेको र हेङबोगाम भनेको खुसीको भावना है। कोङडोङछे भनेको के हो? सामूहिक है। युजी भनेको कायम, भनेको समुदायको चाहिँ कायम राख्ने है। खोङडोङछे युजी भनेको चाहिँ युजी आधा भनेको के हो? युजी आधा भनेको कायम राख्नु हो नि त होइन? हो, खोङडोङछे युजी भनेको चाहिँ समुदाय कायम राख्ने। वा भनेको र फाल्जने विकासमा चाहिँ यङ ह्याङउल छुन्दा भनेको चाहिँ प्रभाव चाहिँ पार्छ भनेको है। कोरियन समाजले चाहिँ कोरियन समाजको धर्मले चाहिँ व्यक्तिगतको सुरक्षाको भावना, खुसीको भावना, सामूहिक चाहिँ के हो? कायम राख्ने र विकासमा चाहिँ प्रभाव पार्छ भनेको। यो धर्मले चाहिँ के गर्छ? जस्तै तपाईँहरू कहिलेकाहीँ तपाईँहरूलाई गाह्रो यताउता भयो भने, तपाईँको के अरे गाह्रो यताउता भयो भने तपाईँ जस्तो चर्चमा गएर हुन्छ नि, धर्मको बारेमा यताउता भजन सजन सुन्नुभयो, त्यहाँको तपाईँको राम्रो राम्रो कुरा सुन्नुभयो भने नि तपाईँको खुसीको भावना हुन्छ नि त होइन? तपाईँलाई एउटा छुट्टै हुन्छ नि त, छुट्टै सुरक्षाको भावना, खुसीको भावना होइन? हो, त्यस्तो फिल हुन्छ भनेको कि, बुझ्नुभयो? डर त्रासहरूबाट मुक्त हुन्छ भनेको कि खास भन्नु खोजेको चाहिँ त्यो हो कि है। जस्तै यो धर्महरूले चाहिँ के गराउँछ भने तपाईँलाई केही जस्तै यो धर्महरूले चाहिँ के हुन्छ? जस्तै तपाईँ चर्चमा जानुभयो भने चर्चमा तपाईँलाई राम्रो राम्रो कुरा सिकाउँछ नि त होइन? यो यस्तो हो उस्तो हो भनेर भन्छ होइन? तपाईँलाई केही समस्या पर्यो भने यो भगवान्को नाम लिनु होइन, यस्तो यस्तो जप्नु, यताउता गर्नु भन्छ, यस्तो स्ट्रेस फ्री हुन्छ। हो, त्यही भन्नु खोजेको कि है। हो, सुरक्षाको भावना, खुसीको भावना, सामूहिक कायम राख्ने र विकासमा पनि प्रभाव पार्छ भनेको। अब 3 को पनि भनिदिनु सर। ल 3 को भने है। मानुन भनेको धेरै भएको, छोङ्ग्यो थान्से भनेको धार्मिक संस्था है, धार्मिक सङ्गठन है। धेरै धार्मिक सङ्गठनले है। छोङ्ग्यो थान्से भनेको के हो? धार्मिक सङ्गठन। गा भनेकोले अरेउन गाह्रो भएको, इउसुल छिमेकीलाई थोप्नुन सहयोग गर्ने, वाल्दोङ भनेको काम, क्रियाकलाप, गतिविधि, इना भनेको अर्थवा, वैगुगिनुल भनेको विदेशीहरू, उयान भनेको निम्ति, विदेशीहरूको निम्ति, वाल्दोङुल हागु यता भनेको गतिविधि गरिरहेको छ, काम गरिरहेको छ, कार्य गरिरहेको छ भनेको है। बुझ्नुभयो? यो तपाईँको धर्मले चाहिँ गाह्रो भएको छिमेकीहरूलाई सहयोग गर्ने र विदेशीहरूलाई पनि गाह्रो हुन्छ नि हो, उनीहरूलाई पनि सहयोग गर्ने कार्यक्रमहरू, कामहरू चाहिँ गरिरहेको छ, गतिविधिहरू चाहिँ गरिरहेको छ भनेको। जस्तै तपाईँहरू काम छोडेर बस्दाखेरि तपाईँ चर्चमा गएर बस्नुहुन्छ नि त होइन? तपाईँलाई हो चर्चमा बस्ने एउटा त्यो आश्रय त दियो नि होइन, बस्ने ठाउँ त दियो नि होइन? हो, त्यही नै तपाईँलाई हेल्प भयो होइन? अनि तपाईँलाई खानुलाई पनि खाना पनि दिन्छ होइन त? हो, कोरियाको यो धर्मले चाहिँ तपाईँहरूलाई बस्नको लागि
खानको लागि चाहिँ के गरिरहेको छ, हेल्प गरिरहेको छ भनेको है, दुःखमा परेको मान्छेहरूलाई चाहिँ भनेको। ल कसैलाई केही अब कन्फ्युज छ? ल हेर्नु हेर्नु हजुरहरूले, अब तपाईँलाई 20 सेकेन्ड दिएँ है मैले। यो आञ्जनगाम भनेको के हो? सुरक्षाको भावना होइन। हिङ्बोगाम भनेको खुसीको भावना भनेको। इक्जाममा अस्ति आइरहेको थियो है, इक्जाममा अस्ति आइरहेको थियो है, यो सङथान्जल भन्ने पनि आएको थियो है। सङथान्जलको फिजमाल के भनेर आइरहेको थियो है। सङथान्जल भन्नु र ख्रिसुमासु भन्नु एउटै हो है। यस्तो यस्तो चिजहरू याद गर्नु होला। अनि पढे यस्तो चिजहरू तपाईँले बिर्सिनुहुन्छ भने दोहोऱ्याइ तेह्राइ हेर्ने लेख्ने गरिराख्ने बानी गर्ने है। अहिलेसम्म पढाएको चिजहरू सबै तपाईँले हेरिराख्नु पर्यो, पढ्नु पर्यो, बोल्दाखेरि पढ्दाखेरि आवाज निकालेर पढ्नु होला है, किनकि तपाईँलाई इक्जाममा पनि हेल्प गर्छ, दिमागमा नि बस्छ क्या। जति बोलेर पढ्नुभयो त्यति दिमागमा नि बस्ने भयो, तपाईँको आवाज पनि झन् तपाईँ सुध्रिँदै पनि जान्छ, आवाजमा पनि मिठास आउँछ, तपाईँहरू कन्फ्युज हुँदैन है, इजिली पढ्न सक्नुहुन्छ। सर यो खोङदोङछे युजिवा भनेको के हो रे सर? यो खोङदोङछे भनेको चाहिँ, यो खोङदोङछे भनेको चाहिँ समूह अथवा समुदाय। युजी भनेको चाहिँ तपाईँको युजी आधा भनेको चाहिँ कायम राख्नु के, समुदायलाई चाहिँ कायम राख्ने र वा भनेको र समुदाय। खोङदोङछे भनेको चाहिँ समुदाय र यो समूह भनेको कि, बुझ्नुभयो? समुदायलाई के हो, कायम राख्ने र। खोङदोङछे युजी भनेको चाहिँ समुदायलाई कायम राख्ने, वा भनेको र फाल्जने। विकासमा पनि के हुन्छ, यङ प्रभाव चाहिँ पार्छ। जस्तै तपाईँको विकासमा प्रभाव पार्यो पारेन, अगाडि हेर्नु त त्यो शिक्षा र स्वास्थ्यमा त प्रभाव त पार्यो नि, हो त्यसले गर्दा विकास त भयो नि त शिक्षा र स्वास्थ्यमा। हो एउटा धर्मको प्रचारबाट भित्रिएको रहेछ, एउटा तपाईँ शिक्षाको मार्फत भित्रिएको रहेछ। तिनीहरूले तपाईँको अस्पताल विद्यालयहरू धेरै बनाइदियो नि त, विकास त पुरै नि हो, त्यही भन्नु खोजेको कि अहिले विकासमा चाहिँ प्रभाव चाहिँ पारिरहेको छ भनेको छ नि त। वाल्दोङ भनेको क्रियाकलाप, काम, गतिविधि यस्तो भनिन्छ। युसुल भनेको युथ भनेको त मैले तपाईँलाई छिमेकी भनेर भनेको थिएँ पहिला। ल अब कसैलाई कन्फ्युज त छैन नि है? छैन सर। ल अब हामी तल जान्छौँ है। अब हामी तल जान्छौँ। ल मलाई ल रामजी मलाई यो 1 2 3 4 सुनाइदिनु त। रामजी हँसिरहनु भयो फेरि, 1 2 3 4 सुनाइदिनु त। 누나 한국에서 가장 오랫동안 와래 중국으로 तपाईँको बुकमा हेरेर भन्दा नि हुन्छ, बुकमा हेरेर भन्दा नि हुन्छ। तपाईँले यता तपाईँले बिगार्नु भइसक्यो, बुकमा हेरेर भन्नु तपाईँको। 누나 한국에서 가장 오랫동안 오히려 중교로 철탑 울산 등 많이 문화 유산으로 남겼다. होइन तपाईँले के अरे सुन्नु रामजी, तपाईँको अलिकति ऊ भएन है, अलिक पढ्ने बानी गर्नु है, पढ्ने बानी गर्नु। तपाईँले यतिको भन्दा तपाईँले मजाले पढ्न सक्नुहुन्छ, पढ्ने बानी चाहिँ भएन, पढ्ने बानी गर्नु है। ल मैले अर्कोलाई सोधेँ, यो अलिक मलाई छिटो पढ्ने मान्छेलाई रमेश खत्रीजी, ल पढ्नु त यो। ल रामजी पढ्नु पर्यो, पढेर आवाज निकाल्दै पढ्नु पर्यो है, क्लियरली रुममा भन्नु पर्यो नि त।
한국에서 가장 오래된 외래 종교로 철탑 불상 동만이 문화유산으로 남겼다. 지금도 한국은 नेपालीमा भन्नु माथि हो 한국에서 कोरियामा सबैभन्दा ओरेथेन भनेको पुरानो भएको वैरे भनेर थाहा भन्नुहोस्। चुङ्ग्योरुल भनेको धर्म चाहिँ बुद्ध, थप भनेको थाहा भनौँ, फुलसाङ भनेको थाहा भनौँ, दुङ आदि ल ठिकै छ। ल मैले भने है, ल यो 1 2 3 4 मैले भन्ने कि कसैलाई भन्न रुचि छ, कसैलाई भन्न मन छ, कसैलाई भन्न मन छ भन्नु। ल मैले भने है, ल मैले भने तपाईहरु सुन्नु है। तपाईहरुलाई खुसुलसियममा तपाईहरुले छिटो नपढ्नु है। छिटो पढ्नु भयो भने अकमकेर पनि नपढ्नु। त्यसरी पढ्नु भयो भने उनीहरुले जाने छैन जस्तो फिल हुन्छ नि त टिचरहरुलाई। त्यही भएर बिस्तारै पढ्नु, बरु आनन्दले रिल्याक्स भएर पढ्नु न। जस्तै नुन भनेको चाहिँ हानगुगे छ, खाजाङ, ओरे थोइन, वैरे हैन, वैरे छोङ्ग्योरो, छल थाप फुलसाङ दुङ हानुन मुन्वा युसानुल नामगेत्ता। जुन तपाईको यो अक्षर एउटा अक्षर पढिसकेपछि अलिकति रोक्नु पर्यो कि, अनि अर्को अक्षर सुरु गर्ने। सिधै पढ्नु भयो भने त त्यो जोडेर पढेको जस्तो हुन्छ हैन। खुसुलसियममा तपाईलाई त्यो प्याराग्राफ पढ्न लाउँदाखेरि जुन तपाईको यो हानगुग एस भनेपछि अलिकति रोक्नु पर्यो कि, अनि खाजाङ भन्नु पर्यो, रोक्नु पर्यो। ओरे थोइन भन्नु पर्यो, रोक्नु पर्यो कि। तपाईले हानगुग एस खाजाङ ओरे थोइन यसरी पढ्दाखेरि उसले पनि बुझ्दैन, आफूले बुझेर भएन नि त, उसले बुझ्नु पर्यो नि त टिचरहरुले हैन। त्यही भएर नुन भनेको चाहिँ हानगुग एस कोरियामा, खाजाङ सबैभन्दा, ओरे थोइन लामो समय भएको, वैरे भनेको बाहिरी मुलुकको, छोङ्ग्यो भनेको धर्म, रो भनेको द्वारा, छल भनेको गुम्बा, थाप भनेको स्तूपा, फुलसाङ भनेको बुद्धको मूर्ति, दुङ भनेको आदि इत्यादि, मानुन धेरै भएको, मानुन भन्नु पर्यो नि त हैन, धेरै भएको, मुन्वा युसान भनेको सांस्कृतिक सम्पदा, नामगेत्ता भनेको अझै पनि बाँकी छ भनेको के, बाँकी छ भनेको है। बुझ्नुभयो? यो त्यसको मिनिङहरु त मैले अघि भनिदिएको थिएँ, तपाईले लेख्नु भयो कि भएन? अनि रामजी अनि यो रमेशजी को हुनुहुन्छ नि, यो भर्खर मैले हो, तपाईले यसको मिनिङ लेख्नु त भएको छ नि अघि हैन? ल ठिकै छ, ल लेखेको छ नि, ठिकै छ है। मैले अहिले पनि भनिदिएँ, वैरे छोङ्ग्यो भनेको चाहिँ बाहिरी मुलुकको धर्म, बाहिरी धर्म भनेको छ नि त हैन। वे भन्न साथै बाहिर भनेर बुझ्नु न तपाईले है। कोरियामा चाहिँ सबैभन्दा लामो समय भएको बाहिरी मुलुकको धर्म चाहिँ छल गुम्बा हैन, थाप स्तूपा, फुलसाङ बुद्धको मूर्ति, फुलसाङ भने फुल भनेको बुद्ध धर्मबाट आएको भनेर बुझ्नु न, फुल ग्योबाट आएको भनेर बुझ्नु, फुलसाङ भनेको बुद्धको मूर्ति, दुङ आदि इत्यादि चाहिँ धेरै भएको सांस्कृतिक सम्पदा चाहिँ बाँकी छ भनेको भनेपछि के भयो, फुलग्यो बौद्ध धर्म भइहाल्यो, फुल भएर फुलग्यो भइहाल्यो हैन। 2 नम्बरमा छिगुम्दो अहिले पनि हानगुगुन कोरियामा हैन, डट डट डट, ए भनेको को, यङह्याङउल भनेको प्रभावलाई, फादा भनेको पाएर, यो भनेको के हो, बुबा आमा प्रतिको सम्मान अथवा सेवा, वा भनेको र, एजल भनेको शिष्टाचार, उल भनेको लाई, छुङ्यो हागे भनेको महत्त्वपूर्ण हुने गरी, सिङ्गा खान विचार गर्ने, मुनहागा संस्कृति चाहिँ नामाइत्ता बाँकी छ भनेको है। अहिले पनि कोरियामा चाहिँ संस्कृति के अरे, अहिले पनि कोरियामा चाहिँ प्रभाव चाहिँ प्राप्त गरेर अथवा पाएर, प्रभाव चाहिँ पाएर आमा बुबा प्रतिको सम्मान र शिष्टाचारलाई है, शिष्टाचारलाई महत्त्वपूर्ण ठानेर हैन विचार गर्ने संस्कृति चाहिँ बाँकी छ भनेपछि के भयो, युग्योबाट भयो नि त हो। आमा बुबालाई गर्ने सम्मान भन्न साथै डाइरेक्ट युग्यो भयो है। कन्फ्युसियस शिक्षा भनेको थिएँ नि मैले तपाईलाई अघि, यो भन्न साथै युग्यो भित्र पढ्ने भनेर बुझिहाल्नु पर्यो है। नुन भनेको चाहिँ छिप खुसेगी भनेको के हो, 19औं शताब्दीमा सयाङे पश्चिमी सन्ग्योसा भनेको के हो, धर्म प्रचारक है, धर्मको प्रचारको थोङे मार्फत हानगुगे कोरियामा छन्फा थोएदगो भनेको के, फैलिएर, खुन्दे खेयुक भनेको के हो, खुन्दे भनेको आधुनिक, खेयुक भनेको शिक्षा, ग्वा भनेको र, फोगने भनेको स्वास्थ्यमा ठुलो, यङयाङउल छोत्ता भनेको चाहिँ प्रभाव पार्यो भनेको है। 19औं शताब्दीमा पश्चिमी धर्मको प्रचारको मार्फतबाट कोरियामा चाहिँ फैलिएर आधुनिक शिक्षा र स्वास्थ्यमा ठुलो प्रभाव चाहिँ पार्यो भनेपछि त तपाईले के भन्नु पर्यो, अघि मैले तपाईलाई धर्मको प्रचारबाट फैलिएको भन्ने साथै के भयो, खेसिन्ग्यो हैन त, प्रोटेस्टेन्ट धर्म। अनि छन्जुग्यो भनेको क्याथोलिक धर्म त तपाईको के, हाङमुन भनेको के, शिक्षाबाट भित्रेको हो नि त हैन।
विद्या र शिक्षा। ल 4 नम्बरमा जाउँ। हानगुगे छ कोरियामा है 4 महिना 8 तारिक भनेपछि के भयो? भनेको चाहिँ उम्ने कुरो भनेको है अंग्रेजी पात्र अनुसार 4 महिना 8 तारिक भनेको के हो? सक्का थान्सिनिल अथवा तपाईँ फुछनिम ओसिन नाल भनेको के हो? बुद्ध आएको दिन अथवा बुद्ध जयन्ती। उम्नेक सावल फारिल गुवा भनेको 4 महिना 8 गते। गुवा भनेको र याङनेक भनेको अंग्रेजी पात्र अनुसार सिबी वल इसिब इरिल भनेको के हो? इसिब ओइल भनेको के हो? 25 तारिक। अंग्रेजी पात्र अनुसार 12 महिनाको 25 तारिक आउने भनेको के हो? संथान्जल अथवा क्रिसमासु भनेको क्रिसमस। खोङ्गिल्लो भनेको के हो? सार्वजनिक विदाद्वारा सिजङ थोइता भनेको तोकिएको छ, मान्यता चाहिँ प्राप्त गरिएको छ भनेको है। यो दुईटा दिनमा चाहिँ सार्वजनिक विदा हुन्छ नि त, हो त्यसले चाहिँ मान्यता प्राप्त गरिएको छ अथवा तोकिएको छ भनेको है। ल कसैलाई के कन्फ्युज छ? ल म तल जान्छु है, कसैलाई के कन्फ्युज नभई। 2 नम्बरको भनिदिनुहोस् सर। 2 नम्बरको छिगुम्दो अहिले पनि हानगुगुन कोरियामा चाहिँ यङह्याङउल फादा भनेको के? प्रभाव चाहिँ पारेर यो भनेको के हो? बुबा आमा प्रतिको सम्मान। यो र योदो भनेको थिएँ नि त मैले तपाईँलाई। यो र योदो भनेको के हो? आमा बुबा प्रतिको सम्मान अथवा सेवा। वा भनेको र यजल भनेको शिष्टाचार, उल भनेको लाई, छुङ्यो हागे महत्त्वपूर्ण हुने गरी सेङ्गा खानुन विचार गर्ने मुनुहागा संस्कृति चाहिँ नामाइता बाँकी छ भनेको है। अहिले पनि कोरियामा चाहिँ प्रभाव चाहिँ पारेर बुबा आमा प्रतिको सम्मान र शिष्टाचारलाई महत्त्वपूर्ण हुने गरी विचार गर्ने संस्कृति चाहिँ बाँकी छ भनेपछि यो भनेर आउनु साथै तपाईँले युग्योबाट आएको भनेर बुझ्नु। युग्यो भनेको के हो? कन्फ्युसियस शिक्षा अथवा कन्फ्युसियस तपाईँको धर्म। यसले चाहिँ आमा बुबा प्रतिको सम्मान होइन, आमा बुबा प्रतिको सम्मान, आफ्नो आचरण होइन, सामाजिक आचरण व्यवहार यस्ता चिजहरूलाई चाहिँ तपाईँले के गर्छ? जोड दिएको हुन्छ भनेर अघि मैले भनेको थिएँ नि त। यो आउन साथै युग्योबाट आएको भनेर बुझ्नु। यो र योदो भनेको के हो? फिसुनमाल हो नि त। ल कसैलाई के फेरि भन्नु पर्ला? छैन सर। ल पढ्ने बानी गर्नु पर्यो है तपाईँले। यतिकै त तपाईँहरूले सब मजाले पढ्नुहुन्छ, यहाँ भएको सबैले पढ्नुहुन्छ है। तपाईँको बोल्ने बानी नभएर हेर्नु त, अहिले मैले तपाईँहरूलाई सोद्धा कति अड्केर बोलिराख्नु भएको छ, बिगारेर पढिराख्नु भएको छ होइन। एक्कासी तपाईँको त्यो तपाईँले खुसुलसियममा त तपाईँले सोध्छ टिचरले, ऊ त्यो पढ भन्छ होइन। त्यही बेला तपाईँहरूले यसरी नै पढ्नुभयो भने त खुसुलमा त 3 नम्बरभन्दा कम ल्यायो भने त तपाईँहरू फेल सर हो है। यता जति लिखितमा जति 100मा 100 ल्यायो भने। ल जाउँ। हानगुगे कोरियाको छन्थोङ भनेको परम्परागत, खाची भनेको के हो? मूल्य है, मूल्य मान्यता है। हानगुगे कोरियाको छन्थोङ भनेको परम्परागत, खाची भनेको मूल्य मान्यता, वा भनेको र यन्गो भनेको के थाहा छ तपाईँलाई? कसैलाई थाहा छ यन्गो भनेको? यन्गो भनेको कसैलाई के थाहा छ? मलम होइन सर? नाता। हजुर ल ठिकै छ। अब खास यन्गो भनेको त हामीले तपाईँको यन्गो भनेको त नर्मली भाषामा हामीले त अब यो मलम भनेर बुझ्छौँ त होइन, घाउमा लाउने मलम यताउता भनेर बुझ्छौँ होइन। तर यसमा त अब तपाईँको कोरियाको परम्परागत मूल्य मान्यता र मलम भन्न त मिलेन। यसमा त भन्न पर्यो तपाईँले कोरियाको परम्परागत मूल्य मान्यता र सम्बन्ध भन्नु पर्यो है। यन्गो भनेको चाहिँ सम्बन्ध रहेछ है, याद गर्नु होला। यन्गो भनेको के हो? सम्बन्ध। खाची भनेको के हो? मूल्य मान्यता। वा भनेको र यन्गो भनेको सम्बन्ध। कोरियाको परम्परागत मूल्य मान्यता र सम्बन्ध। अब 1 नम्बरमा जाउँ है। छन्थोङ खाची भनेको के हो? परम्परागत मूल्य मान्यता है। कपीमा लेख्नु होला है, थाहा छैन भने लेख्नु होला तपाईँहरूले, म बिस्तारै भन्दा हुन्छ है। छन्थोङ खाची भनेको के हो? परम्परागत मूल्य मान्यता। 1 नम्बरमा यो त हामीले भर्खर पढेको होइन। यो भनेको के हो? यो भनेको हामीले भर्खर पढेको के हो भन्नु त? बुबाआमालाई गर्ने सम्मान हो। यो भनेको बुबा आमालाई गर्ने सम्मान अथवा सेवा आदर होइन। हो ल, यो भनेको आमा बुबा प्रतिको सम्मान। हानगुगे सनुन कोरियामा चाहिँ यो रुल भनेको आमा बुबा प्रतिको सम्मान, रुल भनेको लाई छुङ्यो हागे महत्त्वपूर्ण हुने गरी सेङ्गा खान्दा विचार गर्छ अरे है।
कोरियामा चाहिँ आमा बुबा प्रतिको सम्मानलाई चाहिँ के गर्छ महत्त्वपूर्ण हुने गरी विचार गर्छ। ह्योनुन भनेको के हो आमा बुबा प्रतिको सम्मान चाहिँ फुमोरुल भनेको बुबा आमालाई खोङ्गेङ हागो भनेको चाहिँ के हो आदर है आदरपूर्वक खोङ्गेङ हागो भनेको चाहिँ आदरपूर्वक के अरे व्यवहार गरेर के आदरपूर्वक व्यवहार गरेर खिपुगे खुसी हुने गरी हे थुरिनुन भनेको टक्राउने के खुसी हुने गरी टक्राउने खसुल खत इदा भनेको कुरा हो ओ भनेको है बुझ्नुभयो। कोरियामा चाहिँ आमा बुबा प्रतिको सम्मानलाई चाहिँ महत्त्वपूर्ण हुने गरी व्यवहार के अरे विचार गर्छ। ह्योनुन भनेको आमा बुबा प्रतिको सम्मान चाहिँ फुमोरुल भनेको बुबा आमालाई खोङ्गेङ हादा भनेको लेख्नु कपीमा होइन आदरपूर्वक व्यवहार गर्नु होइन आदर गर्नु भनेर लेख्नु न आदरपूर्वक व्यवहार गर्नु भन्दा त अलि लामो भयो होइन आदर अथवा सम्मान गर्नु भनेर लेख्नु। खोङ्गेङ हादा भनेको के हो खोङ्गेङ हागो आदर गरेर अथवा सम्मान गरेर यतिको भन्दा हुन्छ अलि लामो हुन्छ है आदर गरेर अथवा खोङ्गेङ हादाको मिनिङ के हो आदर है म लेखिदिन्छु है आदर गरेर अथवा सम्मान गरेर भनेको है खोङ्गेङ हादाको मिनिङ के हो आदर गर्नु अथवा सम्मान गर्नु भनेर छोटकरीमा बुझ्नु न आदरपूर्वक व्यवहार गरेर भन्दा पनि आदर गर्नु भनेर सर्टकटमा बुझ्नु न। ह्यो भनेको के आमा बुबा प्रतिको सम्मान हानगुगेसन कोरियामा ह्योरुल भनेको आमा बुबा प्रतिको सम्मान र सेवालाई छुङ्यो हागे महत्त्वपूर्ण हुने गरी सिङ्गा खाँदा विचार गर्छ। ह्योनुन भनेको आमा बुबा प्रतिको सम्मान चाहिँ फुमोरुल बुबा आमालाई खोङ्गेङ हागो आदर गरेर अथवा सम्मान गरेर खिपुगे खुसी हुने गरी हे थुरिनुन भनेको टक्राउने खिपुगे हे थुरिनुन भनेको के हो खुसी हुने गरी टक्राउने खत इदा भनेको कुरा हो भनेको है। अब यजलमा जाउँ है यजल भनेको शिष्टाचार है यजल भनेको शिष्टाचार हानगुगुन कोरियामा चाहिँ यजल भनेको शिष्टाचारलाई खाङ्जो हानुन भनेको के हो जोड दिने नारा इदा देश हो रे है कोरियामा चाहिँ शिष्टाचारलाई जोड दिने देश हो रे है खाङ्जो भनेको के हो जोड दिने है हानगुगुन कोरियामा यजल भनेको शिष्टाचारलाई खाङ्जो हानुन जोड दिने नारा इदा देश हो। यजरुन भनेको शिष्टाचारलाई चाहिँ छासिन भनेको आफ्नो है मोम गुवा भनेको मोम भनेको के शरीर गुवा भनेको र माउमोल मनलाई फारुगे मिल्ने गरी है सही तरिकाले है के भनेको शिष्टाचारलाई चाहिँ आफ्नो शरीर र मनलाई मिल्ने गरी फारुगे हाय भनेको के हो मिल्ने गरी साङदेबाङ भनेको विपक्षलाई छोन्जुङ हानुन भनेको के हो सम्मान गर्ने खतिन्दे कुरा हो खसिन्दे भनेर हुन्छ खतिन्दे भन्दा नि खसिन्दे भनेर उच्चारण हुन्छ खसिन्दे भनेको सम्मान गर्ने कुरा हो। नोफिम मालगुवा भनेको आदिवासी भाषा र इन्साफप भनेको अभिवादनको तरिका डुङ्गुल आदि इत्यादिलाई छालहालको राम्ररी थाहा पाएर छिख्या हान्दा पालना गर्नुपर्छ भनेको है। शिष्टाचारको हेरौँ है कोरियामा चाहिँ शिष्टाचारलाई चाहिँ जोड दिने देश हो। शिष्टाचार चाहिँ आफ्नो शरीर र मनलाई मिल्ने गरी विपक्षलाई सम्मान गर्ने कुरा हो। अनि आदिवासी भाषा र अभिवादनको तरिका आदि इत्यादिलाई राम्ररी थाहा पाएर पालना गर्नुपर्दछ भनेको है। ल 1 र 2 मा कसैलाई कन्फ्युज छ कसैलाई कन्फ्युज छ ल म 3 नम्बरमा गएँ है साङबु साङजो कपीमा लेख्नु साङबु साङजो भनेको चाहिँ एकअर्कालाई सहायता गर्ने परम्परा अथवा एकअर्कालाई सहयोग गर्ने परम्परा भनेर बुझ्नु है। इक्जाममा आइरहेको हुन्छ साङबु साङजोबाट है क्वेसन प्रायःजसो साङबु साङजो भनेको चाहिँ एकअर्कालाई सहायता गर्ने परम्परा अथवा एकअर्कालाई सहयोग गर्ने परम्परा भनेर बुझ्नु। साङबु साङजोको हेरौँ है हानगुगेसनुन कोरियामा चाहिँ युद गुवा भनेको छिमेकी र सरो एकापसमा थौम्य सहयोग गरेर सारा कानुन भनेको के हो सारा कानुन भनेको के हो सारा कानुन भनेको बाँच्दै है बाँच्दै जानु भनेको है सारा कानुन भनेको बाँच्दै जानु अथवा बिताउँदै जानु भन्ने हुन्छ है। सारा कानुन भनेको बिताउँदै जाने खसुल कुरालाई छुङ्यो हागे
महत्त्वपूर्ण हुने गरी सिङ्गा खेद्नुन्दै विचार गर्छ तर इगसुल यसलाई साङ्बु साङ्जो रागो हान्दा भनेको एकअर्कालाई सहायता गर्ने परम्परा भनेर भनिन्छ भनेको है। कोरियामा चाहिँ छिमेकी र एक आपसलाई सहयोग गरेर है, सहयोग गरेर बाँच्दै जाने है, बाँच्दै जाने अथवा बिताउँदै जाने कुरालाई महत्त्वपूर्ण हुने गरी विचार गर्छ तर यसलाई चाहिँ साङ्बु साङ्जो भनेर भनिन्छ है। बुझ्नुभयो? सारा खादा भनेको चाहिँ बिताउँदै जाने अथवा बाँच्दै जाने। साल्दा भनेको बाँच्नु रहनु हो नि त होइन। सारा खादा आएपछि बाँच्दै जाने। सारा खादा भनेको के हो? बाँच्दै जाने अथवा बिताउँदै जाने भन्ने हुन्छ अर्थ चाहिँ है। छुङ्यो हागे महत्त्वपूर्ण हुने गरी सिङ्गा खेद्नुले विचार गर्छ तर इगसुले यसलाई साङ्बु साङ्जो रागो हान्दा भनिन्छ। एकअर्कालाई सहायता गर्ने परम्परा भनेको छिमेकी र होइन एक आपसमा सहयोग गरेर बाँच्दै जाने कुरालाई भनेपछि एकअर्कालाई बाँच्दै गर्ने त होइन। ल 4 नम्बरमा जाउँ। खोङदोङछे। खोङदोङछे भनेर अघि हामीले पढेको थियौँ नि होइन, समुदाय अथवा समूह। अघि हामीले खोङदोङछे युजी भनेर पढेको थियौँ नि होइन। हो, समुदायलाई कायम राखेर भनेर पढाएको थियौँ नि अघि होइन हामीले। खोङदोङछे भनेको चाहिँ समुदाय अथवा समूह। हेरौँ है। हानगुगे सनुन कोरियामा चाहिँ नोङगेङ भनेको कृषि, साहोए भनेको समाज भनेको, नोङगेङ साहोए भनेको चाहिँ कृषि योग्य समाज भनेको है। यसलाई जोडेर भन्दाखेरि कृषि योग्य समाज। हानगुगे सनुन कोरियामा चाहिँ नोङगेङ साहोए भनेको कृषि योग्य समाज। रुल भनेकोलाई खचिमेन्स भनेको हुँदै जाने, खचिदा भनेको चाहिँ हुँदै जानु भन्ने हुन्छ है। खचिमेन्स भनेको हुँदै जाने है। कोरियामा कृषि योग्य समाज हुँदै जाने। खेन फोदा व्यक्तिगत भन्दा, खोङदोङछे भनेको समुदाय अथवा समूहलाई, छुङ्यो हागे भनेको महत्त्वपूर्ण हुने गरी सिङ्गा खेतको विचार गरेर, छासिनग्वा भनेको आफ्नो होइन, छासिनग्वा भनेको आफ्नो, ख्वान्गेइदनुन भनेको सम्बन्धित हुने होइन, आफूसँग सम्बन्धित हुने, इयागी हाल्थे कुराकानी गर्ने बेला, उरी रानुन भनेको हाम्रो भनेर फेवेन अभिव्यक्ति चाहिँ सायङभन्दा प्रयोग गर्नुपर्छ भनेको। यसले के भनेको भने कोरियामा चाहिँ कृषि योग्य समाज चाहिँ हुँदै जाने व्यक्तिगत भन्दा समुदायलाई चाहिँ महत्त्वपूर्ण हुने गरी विचार गरेर आफूसँग सम्बन्धित भएको कुरा गर्ने बेला, आफूसँग सम्बन्धित भएको कुरा गर्ने बेला आफू भनेर होइन हामी भनेर अभिव्यक्ति चाहिँ प्रयोग गर्नुपर्छ भनेको है। बुझ्नुभयो? छासिनग्वा ख्वान्गेइदनुन भनेको आफूसँग सम्बन्धित हुने, इयागी हाल्थे। छासिनग्वा भनेको के हो? आफूसँग भनेको है। आफूसँग ख्वान्गेइदनुन सम्बन्धित हुने, इयागी हाल्थे कुराकानी गर्ने बेला, उरी रानुन भनेको हामी भनेर फेवेन अभिव्यक्ति सायङभन्दा प्रयोग गरिन्छ भनेको है। समुदायमा तपाईँको समुदायमा होइन, कोरियामा चाहिँ समुदायमा चाहिँ आफू भनेर कुराकानी गर्ने होइन अरे के, हामी भनेर कुराकानी गरेर चाहिँ प्रयोग गर्नुपर्छ अरे। आफ्नो विचार राख्दाखेरि पनि आफ्नो भनेर विचार नराख्ने रे, हाम्रो भनेर विचार राख्नुपर्छ भनेको है। खोङदोङछे भनेको समुदाय अथवा समूह भनेको है। नोङगेङ साहोए भनेको चाहिँ कृषि योग्य समाज। खचिदा भनेको के हो? हुँदै जानु। खचिमेन्स भनेको हुँदै जाने। खेइन फोदा व्यक्तिगत भन्दा, खोङदोङछे भनेको समुदायलाई छुङ्यो हागे महत्त्वपूर्ण हुने गरी सेङ्गा खेतको विचार गरेर, छाचिनग्वा आफूसँग, ख्वान्गेइदनुन सम्बन्धित भएको, सम्बन्धित हुने, इयागी रुल हाल्थे कुराकानी गर्ने बेला, उरी रानुन भनेको हामी अथवा हाम्रो, रानुन भनिने फेवेन अभिव्यक्ति सायङभन्दा प्रयोग गरिन्छ भनेको है। ल कसैलाई कन्फ्युज छ? ल अब म तल जान्छु है। यनको भनेको चाहिँ कोही बोल्नु भएन, म गएँ तल है। यनको भनेको के हो? सम्बन्ध है। सम्बन्धमा हेरौँ। सरोए भनेको एक आपसको, सरोए भनेको एक आपसको। खोङथोङजम भनेको चाहिँ सम्मान पक्ष, खोङथोङजम भनेको सम्मान पक्ष, एक आपसको सम्मान पक्ष। फिसुदान्जम भनेको उस्तै पक्ष, दुङुल आदि इत्यादिलाई यनगेल खोरिरो भनेको, यनगेल भनेको जोडिने, खोरिरो भनेको तत्त्व, रो भनेको द्वारा है। यनगेल खोरिरो भनेको जोडिने तत्त्वद्वारा, हाय भनेको माध्यमबाट, जोडिने तत्त्वद्वाराको माध्यमबाट। मेजजिनुन भनेको के हो? मेजजिनुन भनेको स्थापित भएको अथवा बनेको है। मेजजिनुन भनेको के हो? स्थापित भएको अथवा बनेको। ख्वान्गे भनेको सम्बन्ध हो अरे है। यनको भनेको सम्बन्ध के रहेछ? एक आपसको
समान पक्ष उस्तै पक्ष र जोडिने तत्त्वको माध्यमबाट बनेको सम्बन्ध रहेछ कि स्थापित भएको सम्बन्ध रे। मेजजिनुन भनेको बनेको अथवा स्थापित भएको खन्के भनेको सम्बन्ध। हेरौँ है, एक नम्बरमा हेरेन। हेरेन भनेर हामीले अघि पढेको छ नि हैन, रगतको नाता हैन। हेरेन भनेको के हो? रगतको नाता। हेरेन भनेको रगतको नाता। खाजोक गिना परिवार अथवा छिन्जोक भनेको चाहिँ छिन्जोक भनेको नातेदार है, नातेदार अथवा आफन्त भनिन्छ नि त हैन। हेरेन भनेको रगतको नाता, परिवार अथवा नातेदारको ख्वान्गे सम्बन्ध डुङ्गुरो आदि इत्यादिद्वारा मेजजिनुन भनेको के हो? बनेको है। मेजजिन भनेको बनेको, इनेन भनेको साइनो अथवा सम्बन्ध भनेको है। इनेन भनेको साइनो भन्दा पनि हुन्छ, सम्बन्ध भन्दा पनि हुन्छ है। परिवार अथवा नातेदारको सम्बन्धद्वारा बनेको साइनो अथवा सम्बन्ध भनेको है, रगतको नाता भनेको चाहिँ। अब जीवन, जीवन भनेको चाहिँ लेख्नु, जीवन भनेको चाहिँ जन्मथलोको सम्बन्ध, जन्मथलोको सम्बन्ध है। जीवन भनेको चाहिँ जन्मथलोको सम्बन्ध भनेको है। ल हेरौँ, खाप्थुन भनेको उस्तै भएको, खोयाङ इना भनेको गाउँबाट हैन, गाउँ अथवा छुल्छिन छिया कुरो भनेको जन्मिएको क्षेत्रद्वारा, मेजजिन भनेको बनेको, इनेन भनेको सम्बन्ध अथवा साइनो भनेको है। उस्तै गाउँ अथवा जन्मिएको क्षेत्रद्वारा बनेको साइनो अथवा सम्बन्ध भनेको है। यो हाग्यन, हाग्यन भनेको चाहिँ शिक्षाबाट बनेको सम्बन्ध। हाक्योबाट आएको हो नि त। यन यन भनेको हेर्नु त, हेरेन भनेको यन यन आइरहेछ नि पछाडि, यन यन भनेपछि सम्बन्ध भयो कि भएन? हो, त्यही हो कि। हाग्यन भनेको हाक्योमा ग्यो हट्यो, यन आयो है। हो, हाग्यन भनेको चाहिँ शिक्षाबाट बनेको सम्बन्ध भनेको है, अथवा पढाइबाट बनेको सम्बन्ध। हेरौँ है, खाप्थुन उस्तै हाक्यो भनेको विद्यालयको, छुल्सिनुरो भनेको हाक्यो छुल्सिनुरो भनेको विद्यालयबाट, मेजजिन भनेको बनेको, इनेन भनेको सम्बन्ध। अब हेर्नु त, माथि पनि छुल्सिन्छ तल पनि छुल्सिन्छ है। माथिको चाहिँ जन्मिएको ठाउँबाट बनेको सम्बन्ध भइहाल्यो। यो विद्यालयको छुल्सिन भनेको चाहिँ विद्यालयबाट बनेको सम्बन्ध भनेको चाहिँ कस्तो हो भने, यता हेर्नु है, हाक्यो छुल्सिन भनेको चाहिँ कुनै स्कुल युनिभर्सिटीमा पढेर निस्किएको व्यक्तिलाई भनिन्छ के। लेख्नु त, हाक्यो छुल्सिन भनेर लेख्नु त तपाईँले कपीमा, हाक्यो छुल्सिन भनेर लेख्नु त। छुल्सिन हादा भनेको जन्मनु हो नि त हैन, विद्यालयबाट जन्मिएको भन्दा पनि यसमा लेख चाहिँ के अर्थ जनाउँछ भने, हाक्यो छुल्सिनको अर्थ लेख्नु त सबैहरूले, कुनै स्कुल युनिभर्सिटी, कुनै स्कुल लेख्नु, कमा लेख्नु, हाक्यो छुल्सिनको लेख्नु सबैले, कुनै स्कुल अथवा युनिभर्सिटीमा पढेर निस्किएको व्यक्तिलाई भनिन्छ के। हाक्यो छुल्सिन भनेको के हो? कुनै स्कुल युनिभर्सिटीबाट पढेर निस्किएको व्यक्ति है। लेख्नु, हाक्यो छुल्सिन भनेको के हो? कुनै स्कुल अथवा युनिभर्सिटीबाट पढेर निस्किएको व्यक्तिलाई हाक्यो छुल्सिन भनिन्छ है। जस्तै हेर्नु त, जस्तै भनेर लेख्नु त तल इक्जाम्पल, जस्तै जस्तै लेख्नु त, लेख्नुभयो छनुन, छनुन भने कोरियनमा लेख्नु सबैले, छनुन सौल थ्याक्यो, छनुन सौल थ्याक्यो छुल्सिन इम्निदा। लेख्नु त, छनुन सौल थ्याक्यो छुल्सिन इम्निदा, छनुन सौल थ्याक्यो छुल्सिन इम्निदा भनेपछि यसलाई 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 फानाजी, यसलाई नेपालीमा भन्नु त, छनुन सौल थ्याक्यो छुल्सिन इम्निदाको नेपालीमा भन्नु त फानाजी। छनुन सौल थ्याक्यो छुल्सिन इम्निदाको नेपालीमा भन्नु त। म चाहिँ सौल थ्याक्योबाट पढेर निस्किएको। हो, पढेर निस्किएको, पढेको हो। म चाहिँ सौल थ्याक्योबाट अथवा सौलको विश्वविद्यालयबाट पढेको हो भनेको, बुझ्नुभयो? हजुर। हो, यसमा हाक्यो विद्यालयको छुल्सिन भनेको त अब जन्मिएकोद्वारा बनेको सम्बन्ध भन्दा त अलिकति मिल्दैन नि हैन। हो, उस चाहिँ विद्यालयबाट पढेर बनेको चाहिँ सम्बन्ध भनेको, बुझ्नुभयो? हो, म चाहिँ सौल विश्वविद्यालयबाट पढेको हुँ भनेपछि के भयो? उसले त पढिसकेको रहेछ नि त्यहाँबाट। हो, त्यहाँबाट ऊ निस्केर अर्को युनिभर्सिटीमा आएछ नि, त्यहाँबाट उसको बनेको सम्बन्ध के, पढाइ र शिक्षाबाट बनेको सम्बन्ध भनेको त्यही हो है। खाथुन उस्तै हाक्यो छुल्सिनुरो भनेको विद्यालयबाट बनेको है, छुल्सिनुरो भनेको के हो? विद्यालयबाट बनेको, मेजजिन भनेको बनेको, इनेन सम्बन्ध भनेको।
बुझ्नुभयो हजुरहरूले? कसैलाई के कन्फ्युज छ? के हो छुल्सिनुरो भनेको उस्तै विद्यालयबाट बनेको, मेजजिन भनेको के हो बनेको उस्तै विद्यालयबाट बनेको युनियन साइनो अथवा सम्बन्ध। युनियन भनेको साइनो अथवा सम्बन्ध भनेको है। ल म तलको क्विज भनिदिइहाल्छु है। अरू कसैलाई कन्फ्युज भयो मलाई भनिहाल्नु है, म क्विज अब क्विजतिर लाग्छु, त्यसपछि तपाईँहरूबाट म बिदा हुन्छु। सर यो एनगोको यो दुई एनगोको फर्स्टको हुनै पर्दैन न एकचोटि? यो यन्गोको यो सरोए भनेको एकापसको खुङथुङजम भनेको सम्मान पक्ष, एकापसको सम्मान पक्ष, फिसुदान्जम भनेको उस्तै पक्ष, दुङ्गुल भनेको आदि इत्यादिलाई यनग्यल भनेको जोडिने, खोरिरो भनेको तत्त्वद्वारा, जोडिने तत्त्वद्वारा, हाय भनेको माध्यमबाट है, जोडिने तत्त्वको माध्यमबाट, मेजजिन भनेको के बनेको अथवा स्थापित भएको ख्वान्के सम्बन्ध। बुझ्नुभयो? हजुर सर बुझ्यो। ल अब तल जाउँ है। ल क्विज म छिटो पढ्छु अनि त्यसपछि गरिहाल्छु ल है। क्विज थाउम भिन खाने तलको खाली ठाउँमा आल्बाजुन मिल्ने थाबुल उत्तरलाई छगुसियो भनेको लेख्नुहोस् भनेको छ है। हानगुगेसन कोरियामा फुमहरू बुबा आमालाई खुङ्गेङ हागु आदर गरेर खिपुगे खुसी हुने गरी हे थुरिनुन भनेको टक्र्याउने, छुसी हान्दा भनेको महत्व एकछिन नबोल्नु त नबोल्नु एकछिन नबोल्नु है। कोरियामा चाहिँ बुबा आमालाई आदर खुङ्गेङ हागो भनेको आदर गरेर खिपुगे खुसी, हे थुरिनुन भनेको गरी टक्र्याउने, खुसी हुने गरी टक्र्याउने, रुल भनेको लाई, छुङसी हान्दा भनेको महत्व दिइन्छ भनेको है। छुङसी हादा भनेको के हो महत्व दिनु है। छुङसी हादा भनेको के हो महत्व दिनु भनेको है, धेरै महत्व दिनु। छुङसी हादा भनेको धेरै महत्व दिनु भनेर लेख्नु कपीमा है। महत्व दिनु भन्दा पनि धेरै महत्व दिनु भनेर याद गर्नु है। कोरियामा चाहिँ बुबा आमालाई चाहिँ आदर गरेर खुसी हुने गरी टक्र्याउने लाई चाहिँ के हो धेरै महत्व दिइन्छ भने चाहिँ के भयो, यो र योदो भएन त? यो र योदो भनेको के हो बुबा आमा प्रतिको सम्मान अथवा आदर अथवा सेवा भनेर अघि पढेको होइन। कोरियामा बुबा आमालाई सम्मान गरेर खुसी हुने गरी टक्र्याउनेलाई धेरै महत्व दिन्छ भनेपछि यो र योदो भइहाल्यो है। 2 नम्बरमा खाजो किना परिवार अथवा छिन्जोक भनेको नातेदारको ख्वान्गे सम्बन्ध, दुङ्गुरो आदि इत्यादिद्वारा, मेजजिन भनेको बनेको, इनियन भनेको साइनोलाई के भनेर भनिन्छ परिवार अथवा नातेदारको सम्बन्धद्वारा बनेको साइनोलाई हेरेन भनेको के हो रगतको नाता, इरागो हान्दा भनेको के हो भनेर भनिन्छ है। 3 नम्बरमा खाथुन उस्तै भएको ख्वायाङ इना गाउँ अथवा छुल्सिन छियाकुरो भनेको जन्मिएको क्षेत्रद्वारा, मेजजिन भनेको बनिएको, इनियन भनेको साइनोलाई उस्तै गाउँबाट अथवा जन्मिएको क्षेत्रबाट बनेको सम्बन्धलाई के भनिन्छ? यो भनेको जियन भनेको के हो? जियन भनेको तपाईँको जन्मथलोबाट बनेको सम्बन्ध भनेको होइन त। जियन भनेको चाहिँ जन्मथलोबाट बनेको सम्बन्ध। अब 4 नम्बरमा खातुन उस्तै हाक्यो ठुल्सिनुरो भनेको के हो विद्यालयबाट, मेजजिन भनेको बनिएको, इनियन सम्बन्धलाई के भनिन्छ हाग्यन भनेको के हो विद्या शिक्षा अथवा पढाइबाट बनेको सम्बन्ध, हाग्यन होइन त। इरागो हान्दा उस्तै विद्यालयबाट बनेको सम्बन्ध अथवा साइनोलाई हाग्यन इरागो हान्दा। 5 नम्बरमा युद गुवा परिवार, युद भनेको के हो छिमेकी, गुवा भनेको र सरो एकापसमा थौम्य सहयोग गरेर, सारा खानुन भनेको के हो सारा गानुन भनेको के हो बाँच्दै जाने, खसुल कुरालाई के भनिन्छ साङ्बु साङ्जो एक अर्कालाई सहायता गर्ने परम्परा, रागो हान्दा भनेको भनेर भनिन्छ भनेको है। ल आजको क्लास यहीँ अब इन्डिङ गरौँ है। मैले चाहिँ तपाईँहरूलाई यो मिन्जुजिए र यो छङ्छी भनेर पनि पढाउने भनेको थियो होइन। राजनीति र यो पढाउने भनेर पढेको है, राजनीति र प्रजातन्त्रको पढाउने भनेको अब भ्याएन, 9 बजिसक्यो, अरू क्लासलाई पनि लेट हुन्छ। ल ठिकै छ हजुरहरूलाई अब आजको दिन चाहिँ ऊ भयो, शुभरात्रि है। मजाले पढ्नु होला, अल्छी नगर्नु है हजुरहरू, आवाज निकालेर पढ्नु। धेरै अकमकेर बोलिराख्नु भएको छ, पढाएको चाहिँ सबै बुझिराख्नु भएको छ, सबै जान्नु भएको छ।
त्यहाँ तपाईँ सरहरूले सोद्धाखेरि बोल्न सक्नु भएन भने आफ्नै फल्ट भयो नि त होइन, तपाईँले गर्नु भएन भन्ने हुन्छ। ल हजुरहरूलाई सबैलाई शुभरात्रि है, सबैजना मजाले सुत्नु होला, पढ्नु होला, अलिअलि टाइम दिनु पढाइलाई पनि। हुन्छ हुन्छ भोलि क्लास हुन्छ कि हुँदैन सर? भोलि 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 हुन्छ हुन्छ, आउनु न आउनु है सबैजना। भोलि र पर्सि होइन सर? अब आज के बार? मङ्गलबार होइन? आज मङ्गलबार। भोलि बुधबार, भोलि एक दिन हुन्छ, अनि शनिबार र आइतबार हुन्छ। हुन्छ सर। सबैले आइडी चाहिँ बनाइराख्नु है, आइडी बनाइराख्नु। ल राखेको, अब म चाहिँ तपाईँहरूबाट बिदा हुन्छु है। हुन्छ सर।